गर्नेछौँ अनि सुरुको प्रार्थना गर्नेछौँ। सुरुको प्रार्थना हाम्रो एल्डरले गरिदिनु हुनेछ। जहाँ मेरो नाममा 2 कि 3 जना भएर आउनेछौ त्यो बिचमा म हुनेछु भन्नुभएको छ। साँच्चै नै तपाईँ यो सङ्गतिमा रहनुभएको छ हाम्रो माझमा। प्रभु वचनमा तपाईँ रहनुभएको छ, हर्षितमा रहनुभएको छ, हरेक क्रियाकलापमा तपाईँ रहनुभएको छ। प्रभु तपाईँले सुरुदेखि अन्तिमसम्म तपाईँले सहायता अनि गरिदिनुभएको छ। प्रभु धन्यवाद छ। यो सङ्गतिलाई तपाईँको हातमा राख्दछु। प्रभु धन्यवाद। बिन्ती प्रार्थना चाहन्छु येशू प्रभुको नाम। आमेन। आमेन। हुन्छ, हामी केही भजन कोरसहरू गाउँदै प्रभुको महिमा गर्नेछौँ। 97 नम्बरको भजन हामी गाउनेछौँ, सुरु गर्नेछौँ। जय होस् येशू राजाको, मुक्तिदाताको, उद्धारकर्ताको। जय होस् येशू राजाको, मुक्तिदाताको, उद्धारकर्ताको। उहाँले हामीलाई प्रेम गरी क्रुसको सबै दुःख भोग्नुभयो। हर पापको बन्धनलाई तोडी हामीलाई स्वतन्त्र गर्नुभयो। जय होस् येशू राजाको, मुक्तिदाताको, उद्धारकर्ताको। जय होस् येशू राजाको, मुक्तिदाताको, उद्धारकर्ताको। पुरानो जीवन सब भुली नयाँ जीवन ख्रिस्टमा जिउनेछु। पिताको हर प्रतिज्ञालाई सम्झी ख्रिस्टको पाइलो म पच्याउनेछु। जय होस् येशू राजाको, मुक्तिदाताको, उद्धारकर्ताको। जय होस् येशू राजाको, मुक्तिदाताको, उद्धारकर्ताको। येशूको नाम छ सारा संसारमा, सबैलाई गर्न उद्धार। येशूको नाम छ सारा संसारमा, सबैलाई गर्न उद्धार। दुनियाँमा क्रुसैमा चढी देखाए आफ्नो प्यार। दुनियाँमा क्रुसैमा चढी देखाए आफ्नो प्यार। आत्मा बचाउन शान्ति दिन येशू भए बलिदान। आत्मा बचाउन शान्ति दिन येशू भए बलिदान। येशूको नाम छ सारा संसारमा,
सबैलाई गर्न उद्धार। स्वर्गको मुनि मान्छेको बीचमा कुनै अरू नामै छैन। स्वर्गको मुनि मान्छेको बीचमा कुनै अरू नामै छैन। येशू नाम मात्र सबै दुनियाँमा पापीलाई गर्न उद्धार। येशू नाम मात्र सबै दुनियाँमा पापीलाई गर्न उद्धार। येशूको नाम छ सारा संसारमा सबैलाई गर्न उद्धार। आउनुहोस् हामी परमेश्वरलाई धन्यवाद चढाउनेछौँ। धन्यवाद जीवित अनि दयालु कृपालु अनुग्रही परमेश्वर पिता, हामी तपाईँलाई यो समय घडी धन्यवाद दिन्छौँ। प्रभु तपाईँ महान हुनुहुन्छ, तपाईँ कृपालु दयालु हुनुहुन्छ नि तपाईँको प्रेमले हामीलाई ढाक्नु भएको छ। प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ। प्रभु तपाईँको प्रेम, तपाईँको अनुग्रह, तपाईँको आशिषको लागि धन्यवाद दिन्छौँ। तपाईँले आफ्नो एकलौटे पुत्रलाई यो संसारमा पठाउनु भयो, जो हाम्रो पापको सट्टामा कल्वरी क्रुसमा जानुभयो, मारिनुभयो, गाडिनुभयो र गाडीको गाडी हुनु भएन। प्रभु तपाईँले मृत्युलाई जित्नुभयो। प्रभु तपाईँलाई धन्यवाद दिन्छौँ। तपाईँले हामीलाई दिनुभएको जीवन, हामीलाई दिनुभएको शान्ति, हामीलाई दिनुभएको आनन्द, हामीलाई दिनुभएको छुटकारा, हामीलाई दिनुभएको यो अनन्त जीवनको निम्ति धन्यवाद दिन्छौँ। प्रभु धन्यवाद। सम्पूर्ण जीवन मेरो प्रभु तपाईकै हो, राज गर्नु हो सदा तपाईकै पूर्ण हो शिक्षा, राज गर्नु हो सदा तपाईकै पूर्ण हो शिक्षा। महान प्रभु तपाईको प्रेम अति गहिरो, सागर भन्दा चौडा छ यो, आसमान भन्दा उच्च छ यो। निकम्मालाई चुनेर जीवन दान दिनु भयो, इच्छा आशा उद्देश्य प्रभु तपाईं नै हो मेरो। इच्छा आशा उद्देश्य प्रभु तपाईं नै हो मेरो। सम्पूर्ण जीवन मेरो प्रभु तपाईकै हो, राज गर्नु हो सदा तपाईकै पूर्ण हो शिक्षा, राज गर्नु हो सदा तपाईकै पूर्ण हो शिक्षा। दूतगणले गर्थे तपाईको स्वर्गमा महिमा, मानिसले गरे उनको निरादर निन्दा। स्वर्गमा बस्ने येशू पिताको दाहिने हात, मानिसले राखे श्रापित क्रुसमा दुई चोरको साथ। मानिसले राखे श्रापित
क्रुसमा दुई चोरको साथ सम्पूर्ण जीवन मेरो प्रभु तपाईकै हो राज गर्नुहोस् सदा तपाईकै पूर्ण होस् इच्छा राज गर्नुहोस् सदा तपाईकै पूर्ण होस् इच्छा। साँच्चै प्रभु मेरो प्राण शरीर र आत्माले प्रभु म तपाईँलाई उचाल्छु तपाईँको इच्छा र योजना मेरो जीवनमा पुरा भएको होस्। धन्यवाद सम्पूर्ण कुराको लागि। हामीले गाएको गीतहरूद्वारा तपाईँ उचालिनुहोस् तपाईँको महिमा भएको होस्। बाँकी भागहरूमा पनि तपाईँले आशिष दिनुहोस्। सम्पूर्ण कुराद्वारा तपाईँ उचालिनुहोस्। वचनको भागमा तपाईँ रहनुहोस् अनि वचनद्वारा तपाईँ महिमित हुनुहोस् उचालिनुहोस्। सम्पूर्ण कुरा तपाईँको हातमा राख्दै माग्छौँ जीवित येशू प्रभुको नाउँमा आमेन। वचनमा भेटिदिनु हुन्छ। हामी सर्वप्रथम त हजुरहरू सबैलाई फेरि पनि स्वागत छ। फेरि पनि जय मसी हुन्छ। हामी भेटीको समयमा आइपुगेका छौँ। यो समय पास्टर मार्सलले लिनुहुनेछ। उहाँले भेटीको छोटो वचनसँग भेटीको निम्ति प्रार्थना गरिदिनुहुनेछ। हुन्छ। यहाँ सबैलाई जय मसी। जय मसी। परमेश्वरलाई महिमा होस्। हामी प्रख्यात खण्ड पढ्नेछौँ ल भेटीको वचनको निम्ति। मलाकी 3:10 होइन। म 6 देखि पढ्नेछु ल। परमेश्वरले यसो हुनुहुन्छ नि, किनभने परमप्रभु म नै हुँ, म बदली हुँदिन। यसैले हे याकुबको छोराहरू तिमीहरू नाश भएनौ। 7 पद, तिमीहरूका पिता पुर्खाहरूका समयदेखि नै तिमीहरू मेरो नियमहरूबाट हटेका छौ र तिनलाई पालना गरेका छैनौ। म कहाँ फर्क र म तिमीहरू कहाँ फर्कनेछु, सेनाहरूको परमप्रभु भन्नुहुन्छ। तर तिमीहरू भन्छौ हामी कुन कुरामा फर्कौँ? कि मानिसले परमेश्वरलाई लुट्छ र? तैपनि तिमीहरूले मलाई लुटेका छौ। तर तिमीहरू भन्छौ कुन कुरामा हामीले तपाईँलाई लुटेका छौँ? 10औं अंशहरू र भेटीहरूमा। तिमीहरू सापले शापित भएका छौ, किनकि तिमीहरूले मलाई लुटेका छौ। यस सम्पूर्ण जातिले नै सबै 10औं अंशहरू भण्डार घरभित्र ल्याऊ र मेरा भवनमा भोजन रहोस्। अनि अब यसो गरेर मलाई जाँचेर हेर, तिमीहरूका निम्ति स्वर्गका झ्यालहरू खोलेर म तिमीहरूमाथि ठाउँ नै नहुने गरी आशिष वर्षाउँछु कि वर्षाउँदिन, सेनाहरूको परमप्रभु भन्नुहुन्छ। अनि 11 पद, अनि म तिमीहरूका निम्ति खाइदिनेलाई हप्काउनेछु र त्यसले तिमीहरूको जमिनको फल नाश गर्ने छैन, न त बारीमा तिमीहरूको दाखको बोटले समय नपुग्दै आफ्नो फल झार्नेछ, सेनाहरूको परमप्रभु भन्नुहुन्छ। होइन, जब हामी यहाँ हेर्छौँ भने जब हामी परमेश्वरलाई इमान्दारीपूर्वक दिन्छौँ भने त्यसमा चाहिँ परमेश्वरलाई आशिष दिनुहुन्छ। होइन, हामीले कति दिउँला के दिउँला त्योसँग परमेश्वरलाई सरकार छैन। तर हाम्रो हृदयको नम्रतापूर्वक परमेश्वरको महिमाको निम्ति यो परमेश्वरले दिनुभएको यही कुराबाट म परमेश्वरको निम्ति दिन्छु भनेर दिन्छ भने चाहिँ त्यहाँबाट चाहिँ परमेश्वरको महिमा हुन्छ। आमेन। हुन्छ, आउनुहोस् हामी भेटीको निम्ति प्रार्थना गर्नेछौँ। स्वर्गीय पिता, हजुरलाई हामी धन्यवाद चढाउँछौँ प्रभु। हजुर महान परमेश्वर हुनुहुन्छ प्रभु। हजुरको महिमा भएको साँच्चै प्रभु यो हजुरले दिनुभएको प्रभु बल, सामर्थ्य, शक्ति, हाम्रो स्वास्थ्य सम्पूर्ण कुरा हजुरले नै दिनुभएको प्रभु। हामी त्यही कुराबाट प्रभु हजुरको महिमाको निम्ति हामी भेटी उठाउँछौँ प्रभु। सम्पूर्णलाई प्रभु हजुरले आशिष दिनुहोस्, प्रशस्त रूपमा हजुरको महिमा होस् भन्ने माग्छौँ प्यारो प्रभु ख्रीष्टको नाममा। आमेन। आमेन। हुन्छ, हामी 20 नम्बरको कोरसलाई गाउँदै उठाउनेछौँ। लिनुहोस् तान अर्पण छौँ, लिनुहोस् मन चढाउँछौँ, लिनुहोस् तान पिता तपाईँकै हौँ, तपाईँकै हौँ, तपाईँकै सुरुदेखि छानेका
तपाईँकै ख्रिस्टको रगतले किनेका तपाईँकै आत्माका छाप लागेका तपाईँकै हुँ तपाईँकै हुँ तपाईँकै हुँ। आमेन। हुन्छ अब हामी ढिला नगरिकन वचनलाई सुन्नेछौँ र वचनको निम्ति प्रार्थना गर्नेछौँ। प्रभु येशू हामी तपाईँलाई धन्यवाद दिन्छौँ। हामी जुन वचन सुन्न लागिरहेका छौँ प्रभु आफ्नो दास छोराको ओठ गलाम भइकन हामी बिचमा बोल्नुहोस् र प्रभु यो वचनद्वारा प्रभु हामी तपाईँलाई झन् नजिकबाट चिनेर तपाईँको महिमा गर्न सकौँ। प्रभु हामी प्रत्येकको साथमा तपाईँ हुनुहोस् र साँच्चैको वचनको गहिराई र सत्यता हामीले बुझ्न सक्छौँ। माग्छौँ जीवित येशू प्रभुको नाउँमा, आमेन। यस समय हामी पास्टर गणेशलाई ताली बजाएर स्वागत गर्नेछौँ। धन्यवाद छ। बस्न आउनु आउनु त्यो 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 हटाउनु त्यो हटाइदिउँ न, त्यो खाली गराउनु। बस्नु बस्नु जहाँ बसे नि त्यहीँ बस्दा ल ऱ्याप पनि गरौँ। आज हामी धेरै छौँ। केराबारीबाट हाम्रो पास्टर सर्बहादुरज्यूलाई अनि हाम्रो पास्टर मनोजलाई अनि अझै अहिले ऊ त्यो के अरे सफारीदेखि डर लाग्छ लाग्यो। पर लानु ल जाने बेला सफारी आयो भने पर लानु, पर लानु। त्यो सफारीदेखि अब चाहिँ ठोकिन्छ अनि खाल्डोमा पर्नु भयो भने खाल्डोदेखि डर लाग्छ लाग्दैन। ओके पर लानुपर्छ, थाहा छ नि त्यस्तो हुन्छ। फेरि है एकदम सुरक्षित भएर हामीले चलाउनु पर्छ है। अबदेखि त्यस्तो नगर्नु। अब फेरि एउटा भएन अर्को नि कुम बाँकी छ भन्नु होला नि फेरि। ओके कतिलाई तपाईँ हामी मात्रै कतिलाई सुन्न मनपर्छ भन्नुहोस् त। ल ओके ल मेरो प्रश्न गलत थियो। कतिलाई बोल्न मनपर्छ भन्दै कतिलाई बोल्न मनपर्छ? म एउटा मात्रै उठाएर न। कतिलाई बोल्न मनपर्छ? बोल्न मनपर्छ। कतिलाई सुन्न मनपर्छ? हो मलाई मात्र मन नलाग्ने रहेछ, मैले हात उठाएँ। कतिलाई चाहिँ सुन्नुभन्दा बोल्न मन लाग्छ? कतिलाई चाहिँ बोल्नुभन्दा सुन्न मन लाग्छ? यो तपाईँहरू म जस्तै हुनुहुँदो रहेछ होइन। ओके सुन्नलाई गाह्रो हुन्छ हो किन है? थाहा छ कि छैन? थाहा छ कि छैन? सुन्नलाई गाह्रो हुन्छ, हामीलाई एकदम गाह्रो हुन्छ होइन। हाम्रो मानव हामी सबै त्यस्तै छौँ, म पनि त्यस्तै छु। अनि मलाई अरूले त्यो अलि लामो कुरा गऱ्यो भने यता चिलाउँछ होइन, यता चिलाउँछ होइन, यता चिलाउँछ। कहिले चिन्दै यो मान्छेको गफ भने जस्तो हुन्छ होइन। मैले सुन्न सक्छु तर लामो समयसम्म सुन्न सक्दिनँ होइन। तर यहाँ परमेश्वरको वचनको कुरा भयो भने चाहिँ केही लामो समय अलिकति सुन्न सकिन्छ। तर हामी गफ गर्छौँ भने अनि कसैको बानी हुन्छ नि गफलाई लम्ब्याउने, थाहा छैन होइन। त्यही घटनालाई कसैले 4 मिनटमा सिद्धाइदिन्छ भने त्यही घटनालाई चाहिँ कसैले 1 घन्टा लगाइदिन्छ नि। त्यहाँबाट यस्तो भएको थियो, त्यसपछि यस्तो भयो होइन, त्यसपछि यस्तो भयो। मेन पोइन्ट चाहिँ कहिले आउँछ? पहिला कुरा त सुन्नुहोस् होइन। हामी चाहिँ मुख्य कुरा सुन्न चाहन्छौँ। अनि त्यसो हुँदाखेरि चाहिँ मलाई चाहिँ यता चिलाउँछ होइन, यस्तो चिलाउनु कहिले आउँछ त्यो कुरा होइन भने जस्तै हामी सबैजना त्यस्तो छौँ। कि म मात्र त्यस्तो हो? त्यसै मार्छ त्यस्तै तपाईँ म जस्तै हो कि अलिक फरक हुनुहुन्छ पढाउनु? ल अब यहाँ कम्तीमा 2जना साथी त हुनुभयो नि। पास्टरज्यू तपाईँ त्यस्तै ल भन्छ अब साथी भइहाल्यो मेरो होइन। तर यहाँ परमेश्वरले चाहिँ हामीले सुनेको चाहनुहुन्छ, येशू ख्रीष्टले चाहिँ हामीले सुनेको चाहन्छ। सबभन्दा धेरै चाहिँ परमेश्वरलाई सुनेको चाहनुहुन्छ, उहाँलाई सुनेको उहाँले चाहनुहुन्छ होइन। अनि त्यसपछि मलाई महिलाहरूको विषयमा थाहा छैन। महिलाहरू पनि अब जहाँसम्म मलाई लाग्छ बोल्नलाई मनपर्छ हो किन, सुन्नुभन्दा हो कि बोलिरहनु पाइयो भने होइन। सुन्नुभन्दा चाहिँ हामीलाई
बोल्न मनपर्छ। तर ठिक छ, हामी बोल्नु हुन्छ, यो परमेश्वरले जिब्रो दिनुभएको छ, कम बोल्न धेरै सुन्न भन्नुहुन्छ होइन। कसैले एउटा मुख दिनुभएको छ अनि खास हामी जिब्रोले बोल्छौँ नि त होइन। मुख्य पार्ट चाहिँ जिब्रो हो नि त, अन्त ठोकिने भाग मात्र हो। अनि हाम्रो सुन्नलाई चाहिँ दुईटा कान दिएको छ, त्यो पनि बाहिरै दिएको छ अरे कान चाहिँ, दुईतिर होइन, यताको नि नघुमोस् यताको नि नघुमोस् होइन। यो चाहिँ 360 डिग्री कनेक्ट गर्छ। पछाडि ढ्याङ्ग गऱ्यो भने नि आवाज आउँछ। मुख चाहिँ एकातिर मात्र छ होइन, देखेको कुरा मात्र बोल्नु भनेर, त्यो पनि हेर्नुहोस् त, कान चाहिँ खुला राखिदिएको छ होइन। मुख चाहिँ भित्र हेर्नुहोस् त, पहिला ओठ छ होइन, ओठभित्र दाँत छ, दाँतभित्र चाहिँ के छ, सुरक्षित गरेर राखेको छ नि त्यसलाई, हत्तमपत्त बाहिर नआओस् भनेर दाँतले छेकेको छ यो चाहिँ। अनि के, मुखले छेकेको छ। अनि बढी सुनोस् भनेर चाहिँ कान बाहिरै राखिदिएको छ, 360 डिग्री भन्छौँ हामी होइन। तर यो कताडा यो जिब्रो त निस्किहाल्छ होइन, त्यो दाँतले नि यसलाई छेक्न सक्दैन, त्यसपछि यो दुईटा ओठले नि यसलाई छेक्न सक्दैन, बोलिहाल्छ, निस्किहाल्छ होइन। हामी बोल्नलाई चाहिँ प्रतिस्पर्धा गर्छौँ, तर बाइबलले भन्दछ चाहिँ सुन्नमा चाहिँ, सुन्ने कुरामा चाहिँ बाइबलले जोड दिन्छ होइन। अनि त्यही भएर हामी एउटा खण्डलाई पढ्नेछौँ, लुका 11 अध्यायको। म चाहिँ छोटो मिठो वचन मान्ने कुरामा विश्वास गर्दिनँ। म चाहिँ अति लामो होइन, कुनै पनि विषयमा भनेपछि त्यो विषयमा आवश्यक सम्पूर्ण कुराहरू समेट्न मनपर्छ होइन। तर छोटो पनि मनपर्छ मलाई, कहिलेकाहीँ छोटो एउटै सोचमा हामी बोल्न सक्छौँ। कति भने मैले लुका 11:27 हो र, छैन त 27 पद है त। अनि यस्तो भयो, उहाँले यी कुराहरू भन्दै गर्नुहुँदा त्यस भिडबाट कुनै स्त्रीले उच्च स्वरमा कराएर उहाँलाई भन्यो। स्त्रीलाई होइन बोल्न मनपर्छ, यो स्त्रीलाई पनि बोल्न मन, बोल्नु खराबी होइन, कहिले पनि बोल्नु खराबी होइन। धन्य हो त्यो गर्भ अनि जसले तपाईँलाई धारण गर्यो र ती स्तनहरू जो तपाईँले चुस्नु भयो। तर उहाँले भन्नुभयो, हो तिमीले ठिक भन्दैछौ, तर तिनीहरू पो बरु धन्य हुन् जसले परमेश्वरको वचन सुन्छ र पालना गर्छ। भनेपछि यहाँ थियो तपाईँले 27 पदभन्दा माथि हेर्नुभयो भने चाहिँ यसो ख्रिस्टले प्रचार गरिराख्नु भएको छ होइन। उहाँको सन्देश चाहिँ लगभग 14 पददेखि नै सुरु हुन्छ र उहाँले महत्त्वपूर्ण विषयमा चाहिँ, अनि त्यहाँ चाहिँ यसो ख्रिस्टलाई आरोप लागेको छ कि त्यो दुष्ट आत्माकै ठुलो दुष्ट आत्मा बेलजुबबको सामर्थ्यबाट चाहिँ यसो ख्रिस्टले चाहिँ दुष्ट आत्मा निकाल्नुहुन्छ भनेर त्यहाँ छेउ चाहिँ धर्मगुरुहरूले आरोप लगाइरहेका छन्। अनि यसो ख्रिस्टले चाहिँ त्यो आक्रमणको चाहिँ जवाफ स्वरूप यहाँ छेउ चाहिँ सिकाउँदै हुनुहुन्छ, शिक्षा दिँदै हुनुहुन्छ। अत्यन्त गहिरो, त्योभन्दा माथि हेर्नुहोस्, एकदमै राम्रो शिक्षा दिँदै हुनुहुन्छ। अनि शिक्षा दिँदै गर्दा चाहिँ बिचमा अनि यो स्त्री उठ्छिन् र कराएर भन्छन् होइन, धन्य हो त्यो गर्भ जसले तपाईँलाई धारण गर्यो र ती स्तनहरू जो तपाईँले चुस्नु भयो होइन। यसो ख्रिस्टले प्रचार गर्दै हुनुहुन्छ, तर यी स्त्री चाहिँ बिचमा उठेको हामी देख्न सक्छौँ। वास्तवमा यो स्त्रीले चाहिँ यसरी बिचमा बोलेर चाहिँ, त्यो पनि कराएर बोलेर चाहिँ यसो ख्रिस्टलाई चाहिँ डिस्टर्ब गरिरहेकी छ। अनि वास्तवमा यहाँ चाहिँ यसो हामी पुरै सन्दर्भलाई हेर्छौँ भने, अलिक गहिरेर केलाउँछौँ भने, यसो ख्रिस्टले बोल्दै गर्दाखेरि नै, बोल्दै नै, जस्तो कि तपाईँले 27 पदको सुरुमा हेर्नु त, अनि यस्तो भयो उहाँले यी कुरा भन्दै गर्नुहुँदा भनेपछि उहाँ बोलिरहनु भएको थियो अनि बिचमै त्यहाँ चाहिँ भिडहरूले सुनिरहेका थिए। यसो ख्रिस्ट बोलिराख्नु भएको थियो अनि भिडबाट कुनै एउटा स्त्रीले उच्च स्वरले कराएर भने, धन्य हो त्यो गर्भ होइन जसले तपाईँलाई धारण गर्यो र ती स्तनहरू जो तपाईँले चुस्नु भयो। भनेपछि बिचमै बोलिने, यसो ख्रिस्टले बोल्दै गर्दाखेरि यसो ख्रिस्टको कुरालाई काटेर डिस्टर्ब हुने गरेर चाहिँ यो स्त्रीले बोलेको हामी देख्न सक्छौँ। हुनसक्छ होइन यो स्त्रीको ध्यान थिएन, अनि यसो ख्रिस्टले जे बोल्दै हुनुहुन्थ्यो त्यो कुरामा चाहिँ उनको ध्यान थिएन। स्त्री मात्र होइन, दुवै पुरुषहरूको पनि। अनि हामी कहिलेकाहीँ भनौँ न सुन्नु, त्यही भएर विश्वासी जीवनको पहिलो हामीले मुक्ति पाएका छौँ। अब मुक्ति पाएका मानिसहरूको पहिलो बोलावट भनेको चाहिँ परमेश्वरलाई सुन्नु हो, परमेश्वरको वचनलाई सुन्नु हो। सुरुवात चाहिँ त्यहाँबाट हुन्छ, सुनाइद्वारा सुरु हुन्छ। बुझ्नुभयो? हाम्रो विश्वासी जीवन चाहिँ, मुक्ति पाएका मानिसहरूको जीवन चाहिँ, अब मैले त मुक्ति त पाएँ, मैले त विश्वास गरेँ, मैले साँचो परमेश्वरलाई चिने, मैले यीशु ख्रिस्टलाई चिने, यीशु ख्रिस्टको रगतको विषयमा, बलिदानको विषयमा, क्रुसको विषयमा, अनुग्रहको, मैले मुक्ति पाएँ।
अब के त भन्दाखेरि अब तिमीले परमेश्वरलाई सुन्न जरुरी छ। अब तपाईँ र मैले चाहिँ परमेश्वरलाई सुन्न जरुरी छ। पहिलो होइन, हामीले भेटी दशंश दिनुभन्दा अगाडि नै, होइन, हामीले अरू क्रिस्चियन क्रियाकलापहरूमा सहभागी हुनुभन्दा अगाडि नै सबभन्दा पहिला चाहिँ परमेश्वरले उहाँलाई सुनेको चाहनुहुन्छ। परमेश्वर बोल्न चाहनुहुन्छ, हामीले चाहिँ उहाँ बोल्दाखेरि हामीले सुनेको चाहनुहुन्छ। पहिला हामी सुन्छौँ अनि मात्र हामी बोल्छौँ। यो चाहिँ अत्यन्तै सुन्दर कुरा हो। अनि त्यही भएर यसु ख्रीष्ट बोल्दा बोल्दैन यो स्त्रीले बिचमै उठ्छिन्, जबकि यसु ख्रीष्टले यो स्त्रीलाई हकार्नुहुन्न, होइन, हकार्नुहुन्न। उहाँले यो स्त्रीलाई चाहिँ अरूको अगाडि बदनाम गर्नुहुन्न, उहाँले स्वीकार गर्नुहुन्छ। अनि उहाँ अनुग्रही हुनुहुन्छ, उहाँ कृपालु हुनुहुन्छ। कहिलेकाहीँ हामी भुल गल्ती गऱ्यौँ भने पनि उहाँले हामीसँग कठोर व्यवहार गर्नुहुन्न। कहिलेकाहीँ हामी सोध्छौँ कि आज मैले बाइबल पढिनँ, ला परमेश्वरले अब मेरो प्रार्थना नसुन्ने हो कि क्या? ओ म आज चर्च गइनँ, ल अब परमेश्वरले मेरो प्रार्थना सुन्न छोड्ने हो कि क्या? ला मैले झुट बोल्ने, अब परमेश्वरले मेरो प्रार्थना सुन्न छोड्ने हो कि क्या? ला अब म त अब अक्रिस्चियन हुने हो कि क्या? ला अब म त परमेश्वरबाट टाढा भएँ कि क्या? होइन होइन, परमेश्वर अनुग्रही हुनुहुन्छ। हामी फर्किन सक्छौँ, हामी स्वीकार गर्न सक्छौँ र त्यसपछि हामी फर्किन सक्छौँ। तुरुन्तै हामी सङ्गतिमा चाहिँ पुनस्थापना हुन सक्छौँ। अनि परमेश्वरले पनि त्यही चाहनुहुन्छ। अनि यो स्त्रीलाई पनि उहाँले हकार्नुहुन्न, तर सृजनात्मक ढङ्गले चाहिँ उहाँले यसलाई पनि एउटा सुन्दर सन्देश दिने कुराको रूपमा चाहिँ प्रयोग गर्नुहुन्छ। हेर्नुहोस् त, अनि कुनै एउटा स्त्रीले उच्च स्वरमा कराएर उहाँलाई भने, अनि यो चाहिँ अत्यन्तै राम्रो कुरा हो, होइन? जस्तो कि कहिलेकाहीँ हामी हाम्रो बालबच्चाहरूलाई चाहिँ भनौँ न सम्हाल्दैनौँ, होइन? म कहिलेकाहीँ देख्छु बच्चाहरू यता हिँडेर हुन्छन्, होइन? त्यहाँ भेटी कति आयो, एउटा ठाउँमा हामी गएको, होइन? एउटा पास्टरकै छोरा अलिकति छोरी होला, छोरा हो कि छोरी आइडोन्ट नो, यहाँ होइन जियोस्, पूर्वमा होइन, यहाँ अन्त्य कुरा, तर ग्रेटर गेस्टमै हो। भेटी उठाएको उसमा गएर, होइन, त्यो भेटीको बाकसमा हेरेर निकाल्दै थियो पैसा निकाल्दै थियो। अनि मलाई अचम्म लाग्छ, उसको बुवा मम्मीले पनि गाली गरेनन्, होइन, पास्टरले पनि गाली गर्नु भएन। अनि त्यसपछि चाहिँ कहिलेकाहीँ बच्चाहरू चाहिँ हाम्रो अगाप्य जस्तो चाहिँ दौडिरहन्छन्। वास्तवमा होइन, हाम्रो अगाप्य जस्तो बच्चालाई चाहिँ तलाउन सक्नुपर्छ। यहाँ छेउ हाम्रो देवेन्द्र र हाम्रो विमलाले भरमजदुर प्रयास गरिरहनु भएको छ, होइन? हाम्रो सुरक्षाले पनि भरमजदुर प्रयास गर्नुहुन्थ्यो, होइन? सुरक्षाको त दुईटा थियो, होइन? एउटालाई थुमथुमायो, अर्को उता भागिहाल्थ्यो। अनि उसलाई ल्यायो, फेरि यता अर्को भागिहाल्थ्यो, होइन? अनि त लौ न, म यिनीहरूलाई सक्दिनँ कि क्या हो भनेर भन्छ। म त कहाँ सक्नु, होइन? सुरक्षाले पनि नसकेको त म कहाँ सक्छु? म चाहिँ नदेखा जसरी बस्थेँ, होइन? यसरी नदेखा जसरी। अब त्यो सङ्गतिको बेलामा, होइन, त्यो हामी सबै सामना गर्छौँ, होइन? तर जस हामी बिस्तारै, होइन, उनीहरूलाई सिकाउँछौँ, होइन? अहिले त दुवैजना चट्ट लाएर सुन्छन्, होइन? उनीहरूलाई पहिला सङ्गतिमा एकदम हल्ला गर्थे, होइन? दुवैजना, होइन? थोमस एकदम हल्ला गर्थे, होइन? एक दिन हामी सुरक्षा र म हुँदाखेरि चाहिँ हाम्रो छोराहरू एकदम अनुशासनमा बस्दो रहेछन्। अनि त्यो बेलामा हामी पूर्वमा आथ्यौँ, पूर्वमा यहाँ चाहिँ हामी सङ्गतिहरू गयौँ। अनि त्यसपछि विश्वासीहरूले भन्दै हुनुहुन्थ्यो, तपाईँ दुईजना हुँदाखेरि मात्र तपाईँको दुईटा छोरा शान्तसँग बस्ने रहेछ। यो शनिबार त हामीलाई त रुवायो नि दुईजनाले भन्नुहुन्थ्यो, कसैले कन्ट्रोल गर्न सकेन छ। अनि त्यसपछि हो बच्चाहरू त्यस्तो हुन्छ, र पनि बच्चाहरू सङ्गति आउन जरुरी छ। फेरि हामीले उनीहरूलाई सङ्गतिमा नल्याउनु चाहिँ हुँदैन। फेरि यसले सङ्गति गरेर चकचक गर्छ, पास्टरले बोलेको बेलामा चाहिँ बिचमै गएर डिस्टर्ब गर्छ, त्यही भएर यसलाई सङ्गति नलैजाउँ, त्यस्तो चाहिँ गर्नु हुँदैन। यसो ख्रीष्टले हुनुहुन्छ बालकहरूलाई हामी कहाँ, बालकहरूलाई म कहाँ हुन दियो। हल्ला गरे पनि, हल्ला नगरे पनि, डिस्टर्ब गरे पनि नगरे पनि हामीले हाम्रो बच्चाहरूलाई सङ्गतिमा ल्याउन जरुरी छ। विशेष गरेर मलाई चाहिँ डिस्टर्ब हुँदैन। अनि मलाई चाहिँ वचन प्रचार गर्दै गर्दाखेरि बिचमा कोही बच्चा बोल्यो दौड्यो भने चाहिँ मलाई चाहिँ डिस्टर्ब हुँदैन। त्यो अरूलाई डिस्टर्ब होला, त्यो आफ्नो ठाउँमा छ, तर मलाई चाहिँ डिस्टर्ब हुँदैन। म जति सक्दो डिस्टर्ब नहुने प्रयास म गर्छु। अनि यो स्त्रीले पनि बिचमै बोलिन्, तर यसु ख्रीष्टलाई चाहिँ डिस्टर्ब भयो। भन्नुको मतलब के, यसबाट हामीले सिक्ने पाठ के हो भन्दाखेरि जब पनि वचनको प्रचार हुन्छ हामी सबैले त्यसमा चाहिँ एउटा सुन्ने वातावरण चाहिँ तयार पारिदिन जरुरी छ, होइन? बम्बे ग्रेटर गेस्टमा जहाँ छु मैले लगभग 2.5 वर्ष बाइबल कलेज गरेँ। अनि त्यहाँ छु पास्टर कालले त्यहाँ विश्वासीहरूलाई यति राम्रोसँग यो सुन्ने कुरा सिकाउनु भएको थियो कि, होइन? अनि त्यहाँ छु भनौँ न त्यहाँको मान्छेहरूको फरक चाहिँ के थियो भन्दाखेरि 37, 38, 39, 40 वर्ष पुगेसम्म त बिहे गर्नुहुन्छ, होइन? हाम्रो थोमसले त 20 वर्ष पुगिरहेको छ, होइन? 20 वर्ष हुन बित्तिकै बिहे गर्ने भनेर भनिरहनु भएको छ, होइन? हाम्रो सुगमको चाहिँ म अहिले गर्दिनँ, अलिक पछि गर्छु भन्नुहुन्छ, तर हामी 20 वर्षमा गरिदिने भनिरहेको छौँ, होइन? मिसनरीको छोरीहरू, पास्टरको छोराछोरीहरू बचाएर राख्नु होला है त, होइन? यहाँ चाहिँ मेरो 2टा छोरा आइरहेछन्, होइन? अनि त्यसपछि उहाँहरूले हेर्नुहुन्छ है, बचाइराख्नु सौबहादुरजी, पास्टर सौबहादुर, होइन? अनि त्यसपछि, होइन, मार्सलको छोरी त सानो छ, होइन? मिसा सानो भर्खर छ, सुरक्षित छ मार्सल, होइन? तर जे होस् चाहिँ 20 वर्षमा उनीहरू, तर बम्बईमा चाहिँ के भन्थ्यो 37, 38, 39, 40 वर्षकोले त्यति पुगेपछि मात्र विवाह गर्ने।
अनि कहिलेकाहीँ त म ओहो यहाँ चाहिँ हजुरबाहरूले पो आफ्नो नातिहरूको स्याहार सुसार गर्ने रहेछन्, किनकि कपाल फुलिसकेका हुन्थ्यो उहाँ म होइन, उहाँ जस्तो देखिन्थ्यो। अनि भर्खरको 4-5 वर्षको बच्चा चाहिँ लिएर आउँथे, ओहो यहाँ त आमा बुवा यति व्यस्त हुने रहेछन् कि हजुरबा हजुरमम्मीले पो बच्चाको स्याहार सुसार गर्ने रहेछन् भन्ने सोचेको। तर होइन रहेछ, उहाँहरूकै छोराछोरी पो रहेछ। किनकि अब 38 वर्ष 40 वर्ष पुगेर बिहे गरेपछि त अनि बच्चा सानो हुने अनि आफू चाहिँ बुढो जस्तो देखिसक्ने। अनि त्यहाँ तर पास्टर कालले राम्रो सिकाउनु भएको थियो होइन। त्यहाँको विश्वासीहरू चाहिँ एकचोटि म बसिरहेको थिएँ, अनि एउटा विश्वासीको बच्चा चाहिँ बिचमै रोयो। अनि पास्टर कालले एकदम राम्रो प्रचार गरिरहनु भएको थियो, बिचमै रोयो। अनि उहाँले च्याप्प बच्चालाई रोयो, एकदम सबैलाई डिस्टर्ब भयो होइन, रोयो। अनि बाहिर लिएर जानुभयो। अनि त्यसपछि पछि चाहिँ उहाँले पास्टर काललाई गएर भेट्नुभयो। अनि उहाँले भन्नु, ओहो पास्टर काल होइन, सरी होइन, मेरो कारणले गर्दाखेरि तपाईँको म्यासेज चाहिँ यहाँ सुन्न पाएन भने मेरो छोराछोरीले चाहिँ त्यति नै खेर रोइदिए, सायद अरूलाई डिस्टर्ब हुन। अनि पास्टर कालले भन्नुभयो, त्यस्तो नसोच्नुहोस्, डिस्टर्ब त भयो, त्यस्तो नसोच्नुहोस् होइन त्यो, तर तपाईँले राम्रोसँग सम्झाउनु भयो। जे बच्चाहरूलाई तर सिकाउन चाहिँ टाइम लाग्छ, फेरि उनीहरूलाई हामीले ल्याउनु चाहिँ पर्छ, सिकाउन चाहिँ टाइम लाग्छ। अनि तपाईँ हामीले पनि जति सक्दो अनि मण्डलीमा हुँदाखेरि, घरेलु सङ्गतिमा हुँदाखेरि चाहिँ त्यहाँ चाहिँ आफूले पनि सुन्ने र अरूले पनि सुन्ने वातावरण बनाउन जरुरी छ। किनकि पहिला परमेश्वरले हामीले सुनेको चाहनुहुन्छ। बाइबलमा सबभन्दा धेरै आज्ञा दिएको चाहिँ सुन्नको निम्ति हो। कुन चाहिँ आज्ञा परमेश्वरले धेरै दोहोऱ्याउनु भएको छ भन्दाखेरि यो सुन्ने आज्ञा। पुरानो करारमा पनि नयाँ करारमा पनि धेरै आज्ञाहरू धेरैचोटि दोहोऱ्याइएको छ, तर सबभन्दा धेरैचोटि दोहोऱ्याएको आज्ञा चाहिँ सुन्नको निम्ति हो। विश्व पहाडलाई सुन्नको निम्ति भनिएको छ, छेउ राजाहरूलाई सुन्न, गोठालाहरूलाई सबैलाई चाहिँ सुन्नको निम्ति भनिएको छ। सबभन्दा धेरै दोहोऱ्याइएको आज्ञा भनेकै विश्वासीहरूलाई चाहिँ परमेश्वरको वचन सुन्नको निम्ति, परमेश्वरलाई सुन्नको निम्ति हो। अनि यहाँ छेउ पनि यसु ख्रीष्टले बोलिराख्नु भएको छ, तर यो स्त्रीले चाहिँ बिचमा बोलिदिन, सायद उनको ध्यान थिएन अथवा उनी उत्साहित भइरहेको हुनसक्छ होइन, वाह होइन कति राम्रो वचन बोलेको, यसु ख्रीष्टले कति राम्रो वचन बोलेको, अनि बिचमा वाह कराएर धन्य हो त्यो गर्व होइन, उनले त्यहाँ चाहिँ कराएको हामी देख्छौँ। तर अर्को कुरा, यदि हामीलाई चाहिँ वचन बोलेको कुरा मन पर्यो भने बिचमा आमेन भन्दा केही फरक पर्दैन होइन। कसैले बिचमा आमेन भन्छन् अनि यो त पेन्टिकोस्टल चर्चबाट आयो क्या भनेर हेर्दो रहेछन्, होइन। हामीले आमेन भन्न जरुरी छ। यदि पास्टर सर्बहादुरले अत्यन्तै राम्रो प्रचार गर्नुभयो आमेन वाह यही हो हामीले सुन्न खोजेको होइन, त्यो भन्न जरुरी छ। अनि पास्टर स्यालोले प्रचार गर्दाखेरि त्यहाँ चाहिँ एउटा मान्छेलाई वाह आमेन भनेर त्यस्तो कुराले चाहिँ जोस मिल्छ होइन। हामीले आमेन भन्न वाह भन्न चाहिँ हामीले छोड्नुहुन्न। अनि बिचबिचमा हामी बिचबिचमा हाम्रा के हो पेन्टिकोस्टल पनि परमेश्वरकै मानिसहरू त हुन् नै, उनीहरू पनि क्रिस्चियनहरू नै हुन्, उनीहरू पनि नयाँ जन्म पाएका विश्वासी हाम्रो मित्रहरू हुन्, हामी एउटै परिवारको सदस्यहरू। तर जे होस् हामीले सुन्ने कुरामा चाहिँ हामी सबैले चाहिँ योगदान दिने। अनि यो कुरा चाहिँ बिस्तारै हुन्छ, एकैचोटि हुँदैन होइन। हाम्रो छोराहरूलाई सिकाउन चाहिँ लगभग 1 वर्ष लागेको थियो। 1 वर्षसम्म उनीहरूले सङ्गतिमा हल्ला गरेछ हामीलाई लाजै मर्दो बनाए पनि, तर अहिले त गर्व लाग्छ होइन। वो मेरो 2टा छोराले त मैले भन्दा बढी बाइबल पढ्नुहुन्छ उहाँहरूले, 2जनाले मैले भन्दा बढी किताब पढ्नुहुन्छ, अहिले मैले भन्दा बढी प्रार्थना गर्नुहुन्छ कि यहाँ चाहिँ पास्टर मार्सलले देखिरहनु भएको छ। मैले झुट बोले होइन, हेर्नुहोस् होइन, अहिले बाइबल पढ्नुहुन्छ, एकदम परमेश्वरसँग नजिकबाट हेर्नुहुन्छ यति सानो अवस्थामा नै। त्यही भएर हामीलाई स्कुल 2टैको स्कुल छैन, अहिले छोडिदिएर आएको छौँ हामीले। अरूले चाहिँ बच्चालाई स्कुल छोडाएको भने भन्छ भने हो र, खोइ त मैले पढेर के गर्ने, मैले त ब्याचलर डिग्री छ मेरो भन्ने हो भने के भयो त, केही भएन। एकचोटि मात्र काम लाग्यो, त्यो आर्मीमा जागिर खाने बेला काम लाग्यो, त्यो पनि ब्याचलरको होइन, त्यो एसएलसीको सर्टिफिकेट काम लाग्यो। प्रयोग गरेको भनेकै एकचोटि त्यो 17-18 महिना मैले नेपाल आर्मीमा जागिर खाएँ होइन, त्यो बेलामा त्यति मात्र प्रयोग आयो, अरू बेलामा प्रयोग आएन। बाइबल कलेजमा देखाउन लगाएको थिएँ, कहिले हेर्ने त्यहाँ चाहिँ होइन, सर्टिफिकेट देखाउन सबै सर्टिफिकेट लिएर गएको थिएँ, ओहो म त पढेको मान्छे आएँ भन्न खोजेको थिएँ। अनि त्यहाँको बच्चाहरूले पनि राम्रो इङ्ग्लिस बोल्थ्यो, मलाई त बोल्नै मन लाग्ने थिएन। ल यिनीहरूले यस्तो राम्रो बोल्छन् होइन, मैले बोलेँ भने त मलाई लाज लाग्थ्यो अङ्ग्रेजी बोल्न पनि, तर परमेश्वरले चाहिँ सिकाउनु भयो। तर सुन्ने कुरा होइन, सुन्ने कुरा चाहिँ एकदम महत्त्वपूर्ण छ। अनि यो स्त्रीलाई चाहिँ अनि यसु ख्रीष्टले भन्नुहुन्छ हो तिमीले भनेको कुरा ठिक हो, अनि जसले मलाई जन्म दियो ठिक छ, उनी धन्यवादी छु होइन, मरियमको निम्ति यसु ख्रीष्ट हो, तिमीले सत्य भन्यौ, र पनि यो समय चाहिँ वचन सुन्ने समय हो। तिमी धन्यवादी पनि हुन सक्छौ, भन्न सक्छौ तिमीले धन्य हो त्यो गर्व जसले तपाईँलाई धारण गर्यो र ती स्तनहरू जो तपाईँले चुस्नु भयो, त्यो हो यसु ख्रीष्टले हो भन्नुहुन्छ, त्यो सही हो, उहाँले त्यसलाई गलत भन्नुहुन्न। जबकि त्यो कुराले यसु ख्रीष्टको सन्देशलाई बिचमा डिस्टर्ब गरेको थियो, र पनि त्यो उनले त्यो सत्य नै बोलेकी थिइन्, त्यही भएर यसु ख्रीष्टले हो भन्नुहुन्छ। अनि त्यसपछि यसु ख्रीष्टले यो स्त्रीलाई चाहिँ कठोर व्यवहार गर्नुहुन्न, अनि तर उहाँले
सृजनात्मक ढङ्गले होइन यो मलाई लाग्छ यही स्त्री चाहिँ बीचमा उभिएर कराएको कारणले 28 पद छ त्यहाँ चाहिँ होइन र यो स्त्री बीचमा उठेर नकराएको भए 28 पद कहाँबाट हुन्थ्यो यहाँ चाहिँ हुन्थ्यो त हुने थिएन नि त्यही भएर एक हिसाबले उनले सही पनि गरिन् होइन हामीले बाइबलको हरेक घटनालाई चाहिँ हरेकतिरबाट हेर्न जरुरी छ त्यही भएर येशू ख्रीष्टले हो स्वीकार गर्नु हो तिमीले ठिक भन्यौ तिमीले बोलेको कुरा चाहिँ ठिक हो तर याद गर्नु त्योभन्दा पनि ठुलो मलाई जन्म दिने कुरा भन्दा पनि होइन मैले जुन दुधलाई जुन स्तनलाई मैले चुसेँ अनि त्यसपछि भनौँ न जुन स्त्रीको गर्भद्वारा म यस संसारमा जन्मेँ त्यो राम्रो कुरा हो तर त्योभन्दा पनि राम्रो कुरा छ त्योभन्दा पनि धन्यको कुरा छ अनि यहाँ चाहिँ जब पनि हामी बाइबलमा येशू ख्रीष्टले भन्नुहुन्छ हो तर तिनीहरू पो धन्यका हुन् तिनीहरू पो धन्यका हुन् धन्य भन्ने शब्द यस्तो हो कि चाहिँ ती मानिसहरू खुसी रहन्छन् ती वास्तवमा यो धन्य भन्नेको धन्य ती व्यक्तिहरू चाहिँ धन्य हुन् जसले चाहिँ परमेश्वरलाई अनुभव गर्छन् अनि हामी धन्य भएको त्यतिखेर महसुस गर्छौँ जब हामी परमेश्वरलाई अनुभव गर्छौँ येशू ख्रीष्टको उपस्थितिलाई महसुस गर्छौँ अनि त्यसपछि वचन सुन्दै गर्दाखेरि चाहिँ हामी परमेश्वरको उपस्थितिलाई महसुस गर्छौँ जसले गर्दाखेरि चाहिँ हामी धन्य भएको कुरालाई हामी बुझ्छौँ बरु धन्य हुन् जसले परमेश्वरको वचन सुन्छ र पालना गर्छ भन्छ वचन सुन्ने र पालना गर्ने चाहिँ धन्यका हुन् हो मलाई चाहिँ हुर्काउने र मलाई चाहिँ जन्म दिने स्त्री धन्यको हो अनि त्यसमा कुनै ठुलो कुरा भनौँ त्यसमा कुनै दुविधा छैन तर ती पो धन्यहरू हुन् हैन येशू ख्रीष्टको वचन हो जसले चाहिँ परमेश्वरको वचन सुन्छ र पालना गर्छ सुन्नु र पालना गर्नु पनि त्यति नै महत्त्वपूर्ण छ तर पहिला चाहिँ सुन्ने कुरा हो नसुनिकन हामी कसरी पालना गर्न सक्छौँ अनि पहिला सुन्ने कुरा त्यही भएर सुन्ने कुरामै पालना गर्ने कुरा चाहिँ जोडिएर आएको छ पहिला म सुन्छु अनि सुनेको कुरा अनुसार चाहिँ परमेश्वरले भन्नुभएको कुरा म गर्छु जब म सुन्छु जस्तो यहाँ सोच्नुहोस् त मैले पास्टर मार्शललाई भने पास्टर मार्शल तपाईँको चस्मा मलाई दिनुहोस् भन्नुभयो भने उहाँले सुन्दै सुन्नु भएन भने के हुन्छ गणेशहरूले के भन्नुभयो भन्नु भएन तर उहाँले सुन्नुभयो भने उहाँले चस्मा माग्नु भएको रहेछ भनेर चस्मा खोलेर दिनुहुन्छ पहिला उहाँले सुन्नुभयो अनि त्यसपछि चस्मा खोलेर दिनुहुन्छ अनि पालना गर्नुभयो हो किन त्यसरी नै पहिला हामी परमेश्वरलाई सुन्छौँ अनि सुन्ने कुरा सँगसँगै पालना गर्ने कुरा पनि जोडिएर आउँछ तर पहिला हामी ध्यानसित सुन्छौँ अनि त्यसपछि हामी पालना गर्छौँ सुनेपछि के हो भन्ने हामी थाहा पाउँछौँ परमेश्वरले के भन्न खोज्नु भएको परमेश्वरले मलाई के गर्नको निम्ति भन्न खोज्नु भएको परमेश्वरले मलाई कतातिर डोर्याउन खोज्नु भएको अनि हामी सुन्छौँ अनि हामी त्यतैतिर जान्छौँ अनि आफू धन्य भएको कुरालाई चाहिँ हामीले अनुभव गर्दछौँ त्यही भएर वचन सुन्नु चाहिँ अत्यन्तै राम्रो कुरा हो त्यसपछि लुका 8 अध्यायमा जाउँ है त लुका 8 अध्यायको 19, 20, 21 है त ल अब अघि चाहिँ के भयो यसको ती मानिसहरू चाहिँ धन्य हुन् जसले मेरा वचन सुन्छ र पालना गर्छ हो किन यसलाई नबिर्सिनुहोस् त के भन्नुभएको थियो उहाँले धन्य हो त्यो मानिस जसले परमेश्वरको वचन सुन्दछ र पालना गर्छ ल यसलाई तपाईँले आफ्नो छिमेकीलाई भन्नुहोस् अहिले के सुन्यौँ हामी अहिलेसम्म भनेर कुरा गर्नुहोस् त ल 3 जना 4 जना त्यो वास्तवमा त्यो भनौँ येशू ख्रीष्टले त्यो डिस्टर्बको रूपमा लिनु चाहिँ भएन तर त्यो उनले गराए चाहिँ डिस्टर्बै भयो डक्टर स्टिभनले पनि त्यही भन्नुहुन्छ कि वास्तवमा उहाँले उसले चाहिँ डिस्टर्ब गर्न खोजे अब यो सोच उहाँको पहिला पनि प्रचार गरेको छु मैले तर त्यहाँबाट आएको है त तर मैले भन्न खोजेको धन्य हो ती चाहिँ धन्य हुन् जसले परमेश्वरको वचन सुन्छन् र पालना गर्छन् अब त्यसपछि अब लुका 8:21 है त तब उहाँकी आमा र उहाँका भाइहरू उहाँ कहाँ आए भनेपछि येशू ख्रीष्टको आमा भनेको को मरियम अनि त्यसपछि उहाँका भाइहरू भनेको येशू ख्रीष्टलाई जन्म दिँदाखेरि चाहिँ मरियम कन्या थिइन् तर येशू ख्रीष्टलाई जन्म दिएपछि चाहिँ योसेफ र मरियमको अरू पनि छोराछोरीहरू भए होइन अनि त्यहाँ यसो कुरा गरेको छ अनि तब उहाँकी आमा र उहाँका भाइहरू उहाँ कहाँ आए र भिडहरूको कारणले उहाँको छेउमा आउन सकेनन् भनेपछि उनीहरूले येशू ख्रीष्टलाई भेट्न चाहन्थे 20 पद अनि यी कुराहरू उहाँलाई कसैद्वारा बताइयो कसैले गएर भने तपाईँको आमा र तपाईँको भाइहरूले तपाईँलाई खोज्दैछन् तपाईँसँग कुरा गर्न
चाहिँ आँटिरहेका छन्, तपाईँलाई केही भन्न खोजिरहेका छन् होइन भने जस्तै। अनि यी कुराहरू उहाँलाई कसैद्वारा बताइयो जसले भने तपाईँकी आमा र तपाईँका भाइहरू तपाईँलाई भेट्ने इच्छा राखेर बाहिर उभिरहेका छन् भनेपछि उभिरहेका छन्। अब के हुन्छ, अब यसो ख्रिस्ट यहाँ चाहिँ वचन प्रचार गर्दै हुनुहुन्छ चेलाहरूलाई, भिडहरूलाई, अनि आफ्नो आमा र भाइहरू चाहिँ त्यहाँ चाहिँ उहाँलाई पर्खिरहेका छन् कुरा गर्नको निम्ति। उहाँको आफ्नै होइन, आफ्नै आमा अनि त्यसपछि आफ्नै भाइहरू, आफन्तहरू। अनि त्यसो यसो ख्रिस्टले चाहिँ के भन्नुहुन्छ 29 पदमा हेर्नुहोस् त। अनि उहाँले जवाफ दिँदै तिनीहरूलाई भन्नुभयो, मेरो आमा र मेरा भाइहरू यिनीहरू हुन् जसले मेरो वचन सुन्दछ र त्यो पालना गर्दछ। अघि चाहिँ धन्य हुन् जसले परमेश्वरको वचन सुन्छ र पालना गर्छन्। अहिले चाहिँ यहाँ छ यसो ख्रिस्टको आफ्नै आमा, उहाँको शारीरिक आमा, उहाँलाई जन्म दिने आमा, जबकि परमेश्वरलाई नै जन्म दिने त कोही पनि छैन, हामीलाई थाहा छ, त्यो विषयमा सम्झाउनु पर्दैन। र आफ्नै आमा र भाइहरू त्यहाँ छेउ आइरहेका छन् अनि उनीहरूले भेट्ने इच्छा गरिरहेका छन्। कसैले आएर भने तपाईँको भाइ र आमा चाहिँ त्यहाँ चाहिँ उभिरहेका छन्, तपाईँसँग कुरा गर्न चाहिँ पर्खिरहेका छन्। तर यसो ख्रिस्टले आफ्नो वचन सुन्ने मानिसहरूलाई, उनीहरूलाई हेरेर उनीहरूलाई देखाएर होइन, मेरा आमा र मेरा भाइहरू चाहिँ तिनीहरू हुन् जसले मेरा यी वचनहरू सुन्दछन्, जसले परमेश्वरको वचनलाई सुन्दछन् र त्यसलाई पालना गर्दछन्। अनि यसो ख्रिस्टले आफ्नो भौतिक सम्बन्ध भन्दा पनि माथि आफ्नो आत्मिक सम्बन्धलाई राख्नु भएको हामी देख्छौँ। तपाईँलाई थाहा छ कि छैन, जब हामीले विश्वास गर्छौँ हाम्रो मण्डलीको नाता चाहिँ हाम्रो रगतको नाता भन्दा पनि ठुलो हुन्छ। भनौँ मतलब पास्टर सर्वबहादुर मेरो अरू आफन्तहरू हुनुहुन्छ, अविश्वासी आफन्तहरू हुनुहुन्छ, मेरो काकाहरू हुनुहुन्छ, अनि मेरो चाहिँ दाजुभाइहरू छन्, मेरो इष्टमित्रहरू छन्, उहाँहरू आफन्त, उहाँहरूलाई म प्रेम गर्छु, उहाँहरूले पनि मुक्ति पाएको म चाहन्छु, उहाँहरू पनि स्वर्ग गएको म चाहन्छु। तर म चाहिँ अब ख्रिस्टको रगतले पनि किनिएको हुनाले अब मेरो भौतिक दाजुभाइ भन्दा नजिक त अब मेरो लागि मार्शल हो, अब मेरो लागि मनोज हो, अब मेरो लागि चाहिँ पास्टर सर्वबहादुर हो, अब मेरो लागि चाहिँ तपाईँहरू हुनुहुन्छ। अनि मेरो चाहिँ भौतिक, जस्तो कि धन्यवाद होइन, यदि मेरो आफन्तहरूले पनि मेरो परिवारका सदस्यहरूले विश्वास गर्नुभयो भने झन् घनिष्ठ भयौँ हामी। तर त्यहाँ चाहिँ मेरो अरू अविश्वासीय इष्टमित्रहरू हुनुहुन्छ अनि उहाँहरूभन्दा बढी चाहिँ प्राथमिकता चाहिँ मेरो मण्डलीको सम्बन्ध हो। भनेपछि म मेरो आफन्तहरूभन्दा पनि बढी चाहिँ, मेरो शारीरिक आफन्तहरूभन्दा पनि बढी चाहिँ मेरो आत्मिक आफन्त, किनकि अब हामी परमेश्वरको घरनामा छौँ। त्यो चाहिँ हाम्रो होइन, हाम्रो थरको घरना थियो, त्यो त्यति महत्त्वपूर्ण होइन। तर अब त यहाँ छ परमेश्वरको घरनाका सन्तानहरू हामी कहलाएका छौँ, एउटै परिवारका हामी। अनि सबभन्दा प्रमुख कुरा चाहिँ त्यो। त्यही भएर जहिले पनि हामीले हाम्रो भौतिक सम्बन्धभन्दा माथि चाहिँ आत्मिक सम्बन्धलाई राख्न जरुरी छ। अनि त्यही भएर मण्डलीमा चाहिँ को ठुलो को सानो, कसको ठुलो थर छ, कसको सानो थर छ, मलाई मेरो थर भन्न पनि मन लाग्दैन। कसैले सोध्छ तपाईँको थरको मतलब के हो, जे भयो तिमीलाई के भन्नु, होइन हामी त परमेश्वरको परिवारमा जन्मिसक्यौँ, नयाँ जन्म पाइसक्यौँ, अब गणेश मात्र भन्न मलाई होइन। अनि त्यसपछि त्यो कुरा चाहिँ आज विश्वासीहरूले बुझ्न जरुरी। अनि पास्टरहरूले पनि आफ्नो मण्डलीमा साहसपूर्वक चाहिँ प्रचार गर्न जरुरी छ। होइन, अन्तर्जाति विवाह भन्छन् नि, मलाई त्यो शब्द चाहिँ मन पर्दैन, म चाहिँ प्रयोग गर्दिनँ, तर त्यो हुनु राम्रो। हामी मण्डलीमा जति सक्दो त्यो गराउनु जरुरी छ। जानी गराइदिन्छु म त, होइन, राम्रो कुरा हो, किनकि यो चाहिँ परमेश्वरको घरना चाहिँ सबभन्दा पहिलो प्राथमिक। यहाँ चाहिँ यसो ख्रिस्टले पनि भन्नुहुन्छ, हो मेरा आमा मेरा भाइहरू त्यहाँ छेउ छन्, तर ती चाहिँ मेरा आमा र भाइहरू। उहाँले आफ्नो भौतिक सम्बन्धभन्दा पनि माथिको सम्बन्ध चाहिँ परमेश्वरका वचन सुन्ने र पालना गर्नेहरूलाई चाहिँ भन्नुभयो। यो चाहिँ अत्यन्त यसो ख्रिस्टले त्यसो भन्नुभयो। त्यही भएर तपाईँ र म पनि व्यवहारिक रूपमै चाहिँ परमेश्वर यसो ख्रिस्टका दाजुभाइहरू भएका छौँ। अनि यसो ख्रिस्टले चाहिँ हामीलाई भाइहरू भन्नुभएको छ। हामी उहाँसँगै उत्तराधिकारीहरू हौँ, होइन। त्यो विषयमा सुन्दर शिक्षा छ, कुनै समयमा हामी त्यसलाई पनि प्रचार गरौँला। र यसो ख्रिस्टले भन्नुहुन्छ, मेरा आमा र मेरा भाइहरू यिनीहरू हुन् जसले परमेश्वरको वचन सुन्दछन् र त्यसलाई पालना गर्दछन्। अनि त्यसपछि तपाईँले मर्कुस 3:31 देखि 35 पढ्नुभयो भने पनि त्यहाँ चाहिँ परमेश्वरको इच्छा पुरा गर्नेहरू चाहिँ मेरा आमा र मेरा भाइहरू हुन् भनेर यसो ख्रिस्टले भन्नुभएको छ। अनि यो पनि आफैमा एउटा चाहिँ सुन्दर शिक्षा भएको हामी देख्न सक्छौँ। त्यसपछि यही लुका 8:18 भन्नेको छ, यसकारण होसियार हो तिमीहरू कसरी सुन्दछौ, किनभने जससँग छ त्यसलाई दिइनेछ र जससँग छैन त्यसबाट त्यससँग भएको देखा पर्छ त्यो पनि लगिनेछ। यहाँ छेउ चाहिँ होसियार हो तिमीहरूले कसरी सुन्छौ। अनि हामीले सुन्न त सुन्छौँ, कसरी सुन्छ
होइन हाम्रो ध्यान छ कि छैन भन्न खोजेको, अथवा हाम्रो मनमा चाहिँ ला मेरो घरमा भएको कपडा सुक्यो कि सुकेन होइन, ला पास्टर देवेन्द्रले चाहिँ ल फोन आइसक्यो कि टिपको होइन, मन उहाँ कता बिर्तामोड जाने टिपको आइसक्यो कि ला छुट्ने हो कि 4000 आउँथ्यो, कति आउँछ बिर्तामोडसँग गयो भने 4 हो। अनि त्यसो यहाँ चाहिँ दिदीबहिनीहरू हुनुहुन्छ, ला सुँगुरले चारा भेट्यो कि भेटेन त्यहाँ चाहिँ होइन, सुँगुर भोकायो कि होइन, कुखुरा भोकायो कि होइन, पसल खोल्नु भएको छैन त्यो बन्द त्यसो आजकल खोल्नु भएको छ, हिजो खोल्नुभयो आज अघि एकछिन खोल्न यतिखेर ग्राहक आयो कि होइन, 10,000 को सामान किन्ने ग्राहक आयो कि होइन, हाम्रो मनमा चाहिँ त्यस्तो कुराहरू हुन्छ। तर हामीले चाहिँ कसरी सुन्छौँ, हामी पुरा ध्यान दिएर मर्कुस 4:24 चाहिँ हामीले के सुन्छौँ होइन, त्यो पनि अत्यन्तै महत्त्वपूर्ण छ। भनेपछि आजको सन्देशबाट होइन तपाईँहरूले एकछिन 1 मिनट चाहिँ अहिलेसम्म सुनेको कुराहरू आफ्नो छिमेकीसँग कुरा गर्नुहोस् त, हामीले यो कुराहरू सुन्यौँ भनेर आफ्नो छिमेकीलाई भन्नुहोस् त, ल भन्नुहोस्। धन्य हो भन्नुको व्यवहारिक पक्ष चाहिँ जस्तो अक्षरस मतलब चाहिँ त्यसको खुसी हुन् तिनीहरू होइन, आनन्दित हुन् भन्ने हो होइन। तर त्यसको व्यवहारिक चाहिँ के भन्दाखेरि व्यवहारिक बाटो चाहिँ सुन्दै गर्दाखेरि उनीहरूले परमेश्वरलाई अनुभव गर्छन्, तिनीहरू चाहिँ धन्य। तर म सुन्छु तर अनुभव गर्दैन, म कसरी धन्य भएँ? क्वेसन आयो नि त होइन, ध्यान छैन पनि हो, इम्पोर्टेन्ट। यस्तो कुराहरू धेरै सुन्छ नि है, कस्तो सुन्छन्, ए हो त है, यस्तो चाहिन्छ हामीलाई। कम्तीमा वर्षमा 1-2 चोटि चाहिँ सुन्ने विषयमा हामीले प्रचार गरिराख्नुपर्छ, किनकि विश्वासीहरूले परमेश्वरलाई सुन्यो भने चाहिँ उनीहरू आफै नजिक भइहाल्छन् परमेश्वरसँग, उनीहरू आफैले परमेश्वरलाई पछ्याइहाल्छन्। हामीले पछ्याउ प्रार्थना गरेर भन्नु पर्दैन, उहाँहरू आफै आनन्दित भएर। अनि त्यसपछि अरू सम्बन्ध भन्दा चाहिँ हाम्रो ख्रिस्टसँग ख्रिस्टको नाता चाहिँ पहिलो प्राथमिकता, त्यो बाइबलमै छ। कहाँ छ? गलाती 6 कति हो? मतलब हाम्रो भौतिक सम्बन्ध भन्दा पनि ख्रिस्टमा भएको नाता अथवा सम्बन्ध चाहिँ गलाती 6 छ। गलाती 6 10 पदमा हो। यसकारण हामीसँग मौका हुँदा नै सबैका लागि भलाइका, मैले भन्न खोजेको हामी यहाँ के छलफल गर्दैछौँ भन्दाखेरि हाम्रो भौतिक, त्यसको मतलब फेरि हाम्रो आफन्तहरूलाई व्यवस्था गर्ने भन्न खोजेको होइन। उहाँहरू घरमा आउँदाखेरि चाहिँ स्वागतै नगर्ने, स्वागत गर्नुपर्छ, उहाँहरूसँग घनिष्ठ हुनुपर्छ, उहाँहरूको वास्ता गर्नुपर्छ, उहाँहरूले बोलाउँदाखेरि जाने आउने गर्नुपर्छ, सँगै खाने गर्नुपर्छ, उनीहरूलाई मौका मिल्यो भने ख्रिस्टको विषयमा सुनाउनुपर्छ। तर प्राथमिकता चाहिँ केलाई हो भन्दाखेरि चाहिँ गलाती 6:10 यसकारण हामीसँग मौका हुँदा नै सबैका लागि भलाइका काम गरौँ, विशेष गरेर विश्वासका घरानाहरूका लागि। सबैका लागि भलाइ गरौँ, विश्वासी अविश्वासी होइन, आफन्त साफन्त सबैलाई चाहिँ भलाइ गरौँ। तर विशेष गरेर चाहिँ कसलाई? विशेष गरेर भनेपछि जोड दिएको हो नि त होइन, त्योभन्दा चाहिँ विशेष गरेर विश्वासका घरानाहरूको लागि भनेपछि मण्डलीमा हामी एकअर्काको लागि चाहिँ हामी बढिदिन्छौँ। अब त्यसपछि अन्तिममा, ल त्यसपछि यो चाहिँ अन्तिम हो, त्यसपछि पास्टर सर्वबहादुरले लिडिङ गर्नुहुन्छ। लुका 8 होइन 15 पद हो, ओके 15 पद त्यो अघि पढेकै खण्डमा छ। वास्तवमा त्यो सबै यो 8 अध्याय सबै सुन्ने कुरामै छ। अनि तर असल जमिनमा परेकाहरू चाहिँ ती हुन्, भने हामीलाई बिउ छर्नेको दृष्टान्त थाहा छैन। 4वटा मानिसहरूको हृदय छ, एउटा ढुङ्गेनी अनि एउटा बाटोको छेउमा होइन, अर्कोले केही समय सुन्छ, अनि चौथो चाहिँ यो छ कि तर असल जमिनमा परेकाहरू चाहिँ ती हुन्। असल जमिन भनेको तपाईँ र मेरो हृदय हो, तपाईँको र मेरो जीवनलाई, हृदयलाई, तपाईँ र मलाई चाहिँ यहाँ चाहिँ जमिनसँग तुलना गरिएको छ। असल जमिनमा चाहिँ बिउ पर्यो भने के हुन्छ? बन्जर जमिनमा बिउ छर्यो भने के हुन्छ? यस्तो जमिन जहाँ चाहिँ जे रोपे पनि केही फल्दैन। तर यस्तो जमिन जहाँ चाहिँ जे रोपे पनि फलिहाल्छ भने के हुन्छ होइन। अनि तर असल जमिनमा परेकाहरू चाहिँ ती हुन् जसले वचन सुनेर त्यसलाई भलो र असल हृदयमा चाहिँ सम्हालिराख्छ। भनेपछि तपाईँ र हामी चाहिँ परमेश्वरको निम्ति असल जमिन हो, र असल जमिनले चाहिँ असल जमिन तपाईँ र मैले चाहिँ, तपाईँ र मेरो हृदयले चाहिँ परमेश्वरको वचनलाई सुन्छ, ध्यान दिएर सुन्छ,
परमेश्वरको वचन उच्च ध्यान दिएर सुन्नु नै आराधनाको सबभन्दा ठुलो स्वरूप हो। यदि म परमेश्वरलाई सबभन्दा ठुलो आराधना दिन चाहन्छु भने मैले उहाँको वचनलाई ध्यान दिएर सुन्छु, म बाइबललाई पढ्छु र प्रचार गरिएको वचनलाई सुन्छु। अनि त्यसपछि तपाईँ र हामी असल जमिन भएको हुनाले चाहिँ हामी परमेश्वरको वचनलाई सुन्छौँ र भलो र असल हृदयमा चाहिँ सम्हालिराख्छौँ। भन्नुको मतलब के हो, हामी तर्कहरू यो पनि काम तर्क गर्दैनौँ। हामी परमेश्वरले स्पष्ट बोल्नुभयो भनेपछि चाहे हामीलाई मन परोस् चाहे हामीलाई मन नपरोस्, चाहे हामी त्यसमा सहमत हौँ अथवा सहमत नहौँ, हामी त्यसलाई स्वीकार गरिहाल्छौँ। यो चाहिँ परमेश्वरबाट हो, यो चाहिँ बाइबलबाट हो, यो चाहिँ स्वर्गबाट हो। त्यसलाई हामी भलो र असल हृदयमा चाहिँ हामी सम्हालिराख्छौँ। अनि सुन्ने मात्र होइन, सम्हाल्ने भनेको चाहिँ के हो? अनि सम्हाल्ने कुरामा चाहिँ यहाँ चाहिँ विशेष गरेर स्त्रीहरू अत्यन्तै पोख्त हुनुहुन्छ, होइन र? पोख्त हुनुहुन्छ तपाईँहरू, हामीभन्दा पोख्त हुनुहुन्छ, होइन? कसरी भन्दाखेरि तपाईँहरूले आफ्नो श्रीमानलाई आफ्नो छोराछोरीलाई पकाएर खुवाउनुहुन्छ नि त। अब कोही कोही अब अस्ति त हाम्रो हाम्रो मनोज सर चाहिँ हाम्रो पविना घाइते हुनुभयो बेला चाहिँ के गर्नुभयो, पकाएर खुवाउनु भयो, होइन? हामीलाई पनि खुवाउनु भयो। पर्फेक्ट कुक भएछ मार्सलको पनि मिसा हुनुहुन्छ, उहाँले पनि पकाउनुहुन्छ, होइन? मार्सलले पकाएको पनि खाइयो, मिठो बनाउनु रहेछ। मैले होटल खोलेँ भने उहाँ स्पेसल कुकमा राख्नुहुन्छ, तर त्योभन्दा नि भाडा चाहिँ राम्रो मान्नु हुँदो रहेछ। भोलिपल्ट हेरेको त्यो बाँकी अझै बाँकी छ क्या, अझै कोटाउनु पर्ने छ क्या। अनि त्यसपछि तर सम्हालिराख्ने भनेको के हो भन्दाखेरि जस्तो हामी चामल ल्याउँछौँ राख्छौँ, होइन? त्यसपछि अरू के हाल्छौँ, बेसार ल्याउँछौँ, अरू के जिरा ल्याउँछौँ, नुन ल्याउँछौँ, दाल ल्याउँछौँ, चिनी ल्याउँछौँ, चियापत्ती ल्याउँछौँ, भनौँ न, अरू लसुन ल्याउँछौँ, प्याज ल्याउँछौँ। अनि त्यसलाई हामी राख्छौँ नि, ठाउँ ठाउँमा राख्छौँ नि, होइन? जतिखेर चाहियो त्यतिखेर निकाल्छौँ नि हामी, होइन? सम्हाल्ने भनेको पनि त्यस्तै हो। परमेश्वरको वचन जब हाम्रो अगाडि उपलब्ध हुन्छ सुन्ने र हृदयमा राखेर त्यसलाई चाहिँ जसरी हामी स्टोर गर्छौँ नि, घरमा स्टोर गरेर राख्छौँ नि, होइन? दाउराहरू स्टोर गरेर राख्छौँ ताकि पछि बाल्न पाइयोस् भनेर। अनि त्यसपछि हामी धेरै कुराहरू चाहिँ सम्हालेर राख्छौँ। त्यसरी नै यो चाहिँ चाहिन्छ है भनेर हामी त्यसलाई सम्हालेर राख्छौँ, होइन? बच्चाले फेल्न लाग्यो भने नफेल यो त चाहिन्छ, होइन? तपाईँले चिनी ल्याउनु भयो, चिनी चाहिँ बच्चाले बोकेर हिँड्यो भने, होइन? अगापेले देवेन्द्रले चिनी ल्याउनु बित्तिकै अगापेले चाहिँ बोकेर हिँड्यो भने देवेन्द्र बिमलाल के हुन्छ, नबोक त भोलि चिया खानुपर्छ, चाहिन्छ हामीलाई त्यो भनेर उहाँले ल्याएर राख्नुहुन्छ। हो त्यसरी नै सम्हालेर राख्ने। जब पनि परमेश्वरको वचन हाम्रो अगाडि उपलब्ध हुन्छ भने त्यसलाई सुन्ने र यो चाहिँ परमेश्वरबाट हो भनेर भलो र असल हृदयमा यसलाई सम्हालिराख्ने, यसलाई जान नदिने, एक कानले सुनेर अर्को कानले नउडाउने, तर यसलाई चाहिँ हृदयमा राखिराख्ने, सम्हालिराख्ने। अनि त्यसपछि हेर्नुहोस् त अन्तिममा र धीरजसँग फल फलाउँछ। यसलाई सम्हालिराख्छौँ र धीरजसँग फल फलाउँछ। भन्नुको मतलब यो, यदि हामीले वचन सुन्यौँ भने जब हाम्रो जीवनमा दुःख कष्ट आउँछ त्यतिखेर परमेश्वरले हामीलाई डोर्याउनुहुन्छ। कहिलेकाहीँ दुःख कष्ट आउँछ, के गर्ने लौ न पास्टर भयो, के गर्ने लौ न के गर्ने, होइन? पास्टरहरूलाई मलाई पनि त्यस्तै हुन्छ, लौ न पास्टर भयो के गर्ने, लौ न के गर्ने, होइन? अनि तर यदि हामीले वचन निरन्तर सुनिराख्यौँ भने हामी पास्टरलाई गर त्यसो गर्नु पर्दैन। परमेश्वरले के भन्नुहुन्छ हामीलाई ठ्याक्कै थाहा हुन्छ। फल फल्छ, त्यहाँ चाहिँ फल फल्छ। किनकि यहाँ छेउ छ नि त, जसरी हामीले हाम्रो किचनमा लगेर हाम्रो भान्सा कोठामा लगेर सबै कुरा सम्हालेर राख्छौँ, अनि पकाएर खुवाउने बेला एक एक गरेर निकाल्छौँ नि। नुन चाहिँदाखेरि नुन निकाल्छौँ, होइन? त्यसपछि चियापत्ती चाहिँदाखेरि चियापत्ती निकाल्छौँ, त्यसपछि जिरा चाहिँदाखेरि जिरा निकाल्छौँ, अनि त्यसपछि लगेर हामी खुवाउँछौँ। भने जस्तै सुन्दाखेरि हामी सुन्छौँ, परमेश्वर सङ्गतिमा, घरेलु सङ्गतिमा, शनिबारको सङ्गतिमा हामी सुन्छौँ, त्यसलाई हाम्रो हृदयमा राख्छौँ। अनि जतिखेर हामीलाई उत्साहको आवश्यकता पर्छ त्यतिखेर आउँछ त्यहाँ, किनकि हामीले भण्डार गरेका छौँ नि त। जतिखेर हामीलाई चाहिने हो त्यतिखेर त्यो आउँछ। पवित्र आत्माले पनि सहयोग गर्नुहुन्छ हामीलाई, हामी सम्झिराख्न सक्दैनौँ। अस्ति शनिबार सुनेको वचन बिर्सिसक्यौँ, त्योभन्दा अघिल्लो शनिबार सुनेको वचनहरू बिर्सिसक्यौँ, तर हामीले ध्यानसित सुन्यौँ भने आवश्यक पर्दाखेरि पवित्र आत्माले निकालिदिनुहुन्छ। त्यही भएर विश्वास गर्नु बित्तिकै हरेक विश्वासीभित्र पवित्र आत्मा आएर बास गर्नुहुन्छ र उहाँले चाहिँ हामीलाई परमेश्वरको वचन अनुसार डोर्याउनुहुन्छ। अनि त्यही भएर तपाईँहरूले पनि हृदयमा सम्हाल्नुहोस् र धीरजसँग फल फलाउनुहोस्। फल फल्छ, आत्मिक फलहरू फल्छ, होइन? यो चाहिँ एउटा सुन्दर कुरा छ। ठिक छ, ल यति नै भनौँ ल। यहाँभन्दा अरू नि भन्न सकिन्छ, यो विषय कहिल्यै सकिँदैन। राम्रो हामी वचन सुन्नु र पालन गर्नु, होइन? सुन्ने कुराको विषयमा आज विशेष गरेर
पास्टर गणेशलाई हामी धन्यवाद दिन्छौँ। उहाँले हामीलाई सुन्ने विषयमा अत्यन्तै मजबुत तरिकाले बताउनु भयो। एउटा चाहिँ सुन्नु, उच्च ध्यानले सुन्नु। जब हामी सुन्छौँ भने हाम्रो हृदयभित्र चाहिँ जे सुन्नु, अब जस्तै अब यहाँ सङ्गतिमा छौँ अहिले, के विषयमा सुन्यौ भन्दाखेरि कतिपय सङ्गतिमा का मानिसहरूलाई सोध्यो भने मलाई थाहा छैन भन्छ, बिर्सी पो गएँ के सुने होइन, के सुने। अनि कम्तीमा पनि हामीले जवाफ दिन अथवा हामीसँग के उद्देश्यको निम्ति यहाँ छौँ त आज वचन सुन्नेको विषयमा परमेश्वर के बोल्नुहुन्छ होइन। जब दाउद शमूएललाई होइन एउटा एलीले त्यहाँ चाहिँ शमूएललाई चाहिँ वचन त्यहाँ समर्पण गरेको बेलामा एली चाहिँ बुढेसकाल अवस्थामा थियो र सामुएलसँग हामी त्यहाँ देख्न सक्छौँ होइन। अनि त्यहाँ चाहिँ मलाई बोलाउनु भएको हो भन्छ, अनि सामुएल भनेर त्यहाँ गएको हुन्छ, तर सामुएलले फेरि एलीको सामु जान्छ, अनि के मलाई बोलाउनु भएको हो भन्छ। अनि भरे एलीलाई थाहा हुन्छ, अनि एलीले के भन्छ, परमेश्वर पक्कै सामुएलसित बोल्नु भएको रहेछ, म यहाँ छु भनेर, प्रभु भन्नुहोस् म यहाँ छु, सुन्दैछु तपाईँको दास भनेर चाहिँ एलीले के गरेको छ त त्यहाँ सामुएललाई सुन्नको निम्ति त्यहाँ सिकाएको कुरा हामी देख्न सक्छौँ। अनि यो चाहिँ महत्त्वपूर्ण कुरा हो। अनि वचन सुन्नु चाहिँ एकदम महत्त्वपूर्ण कुरा हो। र हितोपदेशको पुस्तकमा पनि हामीले बताएको हामी देख्न सक्छौँ कि हितोपदेशको पुस्तक 4:4मा हेऱ्यो भने यसरी छ, धर्मी जन, यहाँ चाहिँ 18 यो सुन्ने विषयमा 20मा यसरी लेखेको छ, हे मेरो छोरा मेरो वचनमा ध्यान देऊ र मेरा कुराहरूमा आफ्नो कान लगाऊ होइन। अघि हाम्रो पास्टर बुवाले पनि पास्टर गणेशले भन्नुभयो कि हाम्रो कान छ, तर हाम्रो भित्री कान पनि हुन आवश्यक छ। बाहिरी कान त सधैँ छ, तर भित्री कानले चाहिँ हामीलाई सुनेन भने त्यो काम छैन, र भित्री कानले सुन्नु आवश्यक छ होइन। यो चाहिँ महत्त्वपूर्ण कुरा हो। र तिम्रो आँखाबाट तिमीलाई हट्न नदेऊ र तिम्रो हृदयको मध्य भागमा राख अरे, किनभने तिनलाई भेटाउनको निम्ति ती जीवन हुन् अनि तिनका शरीरका निम्ति स्वास्थ्य हुन्। हेर्नु, जब सुन्छौँ भने यो चाहिँ मजबुत कुरा, सुन्छौँ भने त्यहाँ स्वास्थ्यको कुरोमै आएको छ। 23 पद, आफ्नो हृदयलाई पुरा यत्नसित सम्हालेर राख, किनकि यसैबाट जीवनका धाराहरू निस्किन्छन् होइन। हाम्रो जीवनका धाराहरूको स्रोत चाहिँ कसलाई बनाउँछ, यो चाहिँ मजबुत कुरा हो। सुन्दै हुनुहुन्छ, हाम्रो जीवनको धाराको स्रोत चाहिँ कसलाई बनाउँछ, स्रोत चाहिँ परमेश्वरको वचनको सुनाइमा बनाउनु आवश्यक छ। यो चाहिँ मजबुत कुरा हो। अनि जब परमेश्वरले हाम्रो स्रोत बनाउँछौँ भने हामीमा सकारात्मक सोचहरू निस्किन्छ होइन। हामीसँग कुनै न कुनै सोचहरू चाहिँ परमेश्वरको वचनलाई चाहिँ हामीलाई चाहिँ मनन गर्छौँ भने त्यहाँ चाहिँ अविरल धाराहरू चाहिँ बसिन्छ। जस्तै हामी क्रुसलाई सोच्यौँ भने क्रुसमा येशू ख्रीष्टले किन त्यो बगाउनु भयो त, वास्तवमा येशू ख्रीष्ट क्रुसमा टाँगिनुको कारण के हो त्यही वरिपरि हामी सोचिरह्यो भने त्यहाँ अविरल धाराहरू सोचहरू निस्किन थाल्छ। किनकि परमेश्वरको अनि परमेश्वरले मानिस जातिलाई प्रेमको निम्ति चाहिँ येशू ख्रीष्ट क्रुसमा टाँगिनु भएको रहेछ भन्ने कुरा हामी थाहा पाउँछौँ वास्तवमा। अनि त्यहाँ उहाँको प्रेमद्वारा, परमेश्वरको प्रेमद्वारा चाहिँ के त त्यहाँ टाँगिएको कुरा हामी देख्न सक्छौँ। परमेश्वरले त्यसैमा प्रेम देखाउँदै हुनुहुन्थ्यो। हामी शत्रु छँदै, हामी पापी छँदै, हामी दुर्बल छँदै आफ्नो प्रेम त्यसैमा देखाउनु भएको। त्यसकारण सुन्ने विषय चाहिँ महत्त्वपूर्ण कुरा हो। यो सुन्नु चाहिँ अति महत्त्वपूर्ण। त्यसकारण उच्च ध्यानले सुन्नु होइन, वचनको समयमा हामी उच्च ध्यानले सुन्नु चाहिँ महत्त्वपूर्ण छ। अनि यो सुन्ने विषयमा अनि अर्को पास्टर गणेशले बताउँदै गर्दाखेरि एउटा कुरो, धन्य हुन् तिनीहरू येशू ख्रीष्टको आमा र भाइहरू त्यहाँ आउँदाखेरि, धन्य हुन् जसले मेरो वचन सुन्छन् र पालना गर्छन् होइन। अनि अघि आत्मिक कुरा चाहिँ हामी चाहिँ वास्तवमा दाजुभाइ दिदीबहिनी, वास्तवमा हामी एउटै घरानाको मतलब यो हो कि एउटै परिवार, स्वर्गीय परिवार। यहाँ पनि सम्पूर्ण कुरामा चाहिँ येशू ख्रीष्टको बहुमूल्य रगतले धोइएर पवित्र पारिएका हामी जाति हौँ। वास्तवमा संसारमा अब मेरो पनि दाजुभाइ छन्, उहाँ पनि दाजुभाइ हुनुहुन्छ। वास्तवमा परमेश्वरले आफ्नै रगतले किन्नु भएको, हामीलाई पवित्र पार्नु भएको हामी जातिहरू हौँ। त्यस कारण हामी चाहिँ एउटै जाति। जस्तै पृथ्वी यहाँ पनि सँगै हाम्रो पनि हरेक कुरामा मिल्न चाहिँ यहाँ हामी मिल्छौँ, तर स्वर्गमा जाँदा पनि हामी नै मात्रै हुने। त्यहाँ चाहिँ वास्तवमा भौतिक दाजुभाइ, भौतिक साइनो भौतिक दाजुभाइ भए तापनि
त्यो भौतिक दाजुभाइको पृथ्वीमा रहन्छन् मात्रै हो, तर स्वर्गीय दाजुभाइ अथवा स्वर्गीय नागरिक चाहिँ हामी चाहिँ अनन्तसम्म परमेश्वरले हामीलाई के गर्नुभएको छ, राख्नुभएको छ। त्यसकारण परमेश्वरको वचन चाहिँ उच्च ध्यानले अनि एकदमै केन्द्रित भएर ठोस कुरा सुन्नु चाहिँ महत्त्वपूर्ण। अब त्यो कुरालाई नै, त्यही सुनेको कुरालाई नै मनको क्रियाकलापमा हामी बारम्बार खेलाइरहन्छौँ, बारम्बार त्यसलाई चाहिँ रिभाइभल गरिरहन्छौँ भने त्यहाँ चाहिँ परमेश्वरले आशिष दिनुहुन्छ। यो चाहिँ मजबुत कुरा हो। त्यसकारण सुन्नु, धेरै बाइबलमा त्यो डक्ट्रिन शिक्षामा हामी छ कि सुन अनि येशू ख्रीष्टले के कुरामा चाहिँ साँचो साँचो म तिमीलाई भन्दछु होइन, त्यहाँ साँचो साँचो भन्ने शब्द लिएको छ। अनि यूहन्ना 3:36 एउटा कोट गर्छु म, त्यो यूहन्ना 3:36 म पढ्न मन लाग्यो, त्यो एउटा पढ्छु र म अन्त्य गर्छु है त। अनि यूहन्ना 3:36 सुन्नुहोस् है। 36 यहाँ चाहिँ अर्को साँचो साँचो त्यहाँ भन्ने कुराहरूको बारेमा अर्को रहेछ, यो होइन रहेछ। तै पनि यसलाई जसले पुत्रमाथि विश्वास गर्छ उसित अनन्त जीवन छ, उसले पुत्रलाई विश्वास गर्दैन त्यसमाथि जीवन देख्ने छैन र परमेश्वरको क्रोध त्यसमाथि रहनेछ। अनि यहाँ चाहिँ कुनै इम्पोर्टेन्ट कुरा छ भने चाहिँ यसुले के गर्नुहुन्छ, साँचो साँचो म तिमीलाई भन्दछु भनेर चाहिँ एउटा साँचो कुरा बताउनको निम्ति सुन्नलाई केन्द्रित गरेको छ। अनि पास्टर राजाले जहिले भन्नुहुन्छ नि, ए सुन है, यो कुरा चाहिँ इम्पोर्टेन्ट छ है, सुन है भन्ने कुरा। अनि यसुले पनि जे कुराहरू चाहिँ इम्पोर्टेन्ट छ त्यो कुरालाई चाहिँ भन्नुहुन्छ, साँचो साँचो म तिमीलाई भन्छु, सुन बारम्बार सुन। अनि सुन्ने कुरामा हामी जे सुन्छौँ त्यो कुरालाई चाहिँ हामी गम्भीरताको रूपमा लिनु आवश्यक छ। अनि सुनेको कुरालाई कहिले पनि हेलचक्र सुनेकै हो, जस्तै अब बाइबलको कुराहरू हामीले कति पटक यो पढेर सुनिसकेका छौँ, व्याख्या सुनेका छौँ, तर पनि पटक पटक हामी सुन्छौँ, पटक पटक नयाँ जागरण दिन्छौँ, नयाँ सोचलाई हामी त्यो आशिषको रूपमा लिन्छौँ। यो चाहिँ महत्त्वपूर्ण कुरा हो। त्यसकारण आज पास्टर गणेशले प्रचार गर्नुभएको झन् आज नयाँ सोचको रूपमा हामीले के गरेका छौँ, आशिषको रूपमा लिएको छ। हुन्छ, 1-2 मिनट कमेन्ट गर्नेछौँ। अनि पास्टर मार्शल सरले थोरै कमेन्ट गर्नुहुनेछ, त्यस पछाडि मनु सर, अनि त्यही कुराहरू 1-2 मिनट कमेन्ट गर्नेछौँ। हुन्छ, यहाँ सरले चाहिँ अद्भुत लाग्यो आजको वचन चाहिँ होइन। पहिला सुरुको ब्रह्महेलमा तपाईँले प्रचार गर्नुभयो, त्यहाँबाट हाम्रो सुन्ने इच्छा जागरुक भएको थियो होइन। हामीले कारण सही प्रकारको वचन सुन्यो भने हामी सही प्रकारले जिउन सक्छौँ होइन। यदि हामीले सुन्न जानेनौँ भने हामीले सबै कुरा चाहिँ गुमाउँछौँ होइन। परमेश्वरको वचन नसुनिकन हाम्रो जीवनमा विश्वास प्रकट हुँदैन नि त होइन। रोमी 10:17 त्यही बताउँछ होइन। जब हामी सुन्छौँ, ख्रीष्टको प्रचारलाई सुन्छौँ, त्यो कुराले विश्वास दिन्छ। विश्वास चाहिँ तब पुरा हुन्छ जब हामी हाम्रो जीवनमा चाहिँ एप्लाई गर्छौँ। अनि यो अद्भुत लागेको थियो के भन्दाखेरि जब हामी परमेश्वरको वचनलाई सुन्छौँ, हामी परमेश्वरलाई अनुभव गर्छौँ होइन। जब हामी परमेश्वरलाई अनुभव गर्छौँ भने हामी सम्पूर्ण कुरा, हाम्रो हृदयमा भएको विभिन्न रोगबाट चाहिँ हामी निको हुन्छौँ, चङ्गाइ हुन्छौँ वास्तवमा चाहिँ होइन। परमेश्वरको वचनले चाहिँ हामीलाई निको पार्छ होइन। हामीले सुन्यौँ भने हामीले धेरै कुरा पाउँछौँ, सुनेनौँ भने हामीले धेरै कुरा गुमाउँछौँ। त्यसैले परमेश्वरको वचन सुन्नु चाहिँ एकदम महत्त्वपूर्ण कुरा। आमेन। हुन्छ, जय मसीह पनि सुन्दर कुरा थियो। आजको वचन अत्यन्तै अद्भुत थियो है। झन् फेरि नयाँ एउटा ताजा रिफ्रेस हुने कुरा भयो। धेरैचोटि पनि सुनेको छ होइन सुन्ने विषयमा, तर पनि हामी यो कुरालाई कमसल ठान्न सक्दैनौँ किनकि यो अत्यन्तै अद्भुत कुरा छ होइन सुन्ने भन्ने विषयमा। यहाँ परमेश्वरले नि बारम्बार किन सबैलाई सुन भनेर दोहोऱ्याउनुहुन्छ त भन्दाखेरि कारण इजरायलीहरूले चाहिँ बारम्बार त्यो कुरालाई चाहिँ कमसल ठानिरहेका थिए होइन। त्यही भएर उहाँले चाहिँ सुन भन्नुहुन्छ। अनि आज हामीलाई पनि उहाँले सुन भन्नुहुन्छ। जब यहोशू चाहिँ युद्धमा जान लाग्दै थिए भने परमेश्वरले पहिले नै उहाँलाई यहोशूलाई भन्नुहुन्छ कि यहोशू 1:8 चाहिँ वचनलाई ध्यान देऊ होइन, मेरो वचनलाई सुन, ध्यान देऊ, सुन। अनि त्यसपछि उहाँले भन्नुहुन्छ कि तिमीले ध्यान दियौ भने मात्रै तिमीले होसियारी साथ पालना गर्न सक्छौ। अनि त्यसपछि त्यो होसियारी साथ पालना गर्यो भने मात्रै अब तिमी के हुन्छौ, सफल हुन्छौ होइन। तिमीले फल पाउनेछौ भनेर चाहिँ उहाँले भन्नुहुन्छ।
अनि त्यसकारण हामी पनि यही नै हो, हामी पनि वचनलाई सुन्छौँ अनि त्यसमा हामी विश्वासमै छौँ। पालना गर्नु भनेको त यो विश्वासमै छौँ नि हो, हामी त्यसमा भर पर्छौँ, त्यो कुरा हो मेरो निम्ति हो भनेर हामी स्वीकार्छौँ। अनि त्यसपछि हामी वचन अनुसारको पवित्र आत्माले हाम्रो जीवनमा चाहिँ कार्य गर्नुहुन्छ। अघि हामीले सुन्यौँ होइन, फल फलाउनुहुन्छ। अनि यसोले पनि त आफ्नो आमा दाजु भाइहरू चाहिँ ती हुन् जसले मेरो वचन सुन्छन् र पालना गर्छन् भन्नुभयो। अनि हामी वास्तवमै उहाँका चाहिँ हामी अघि नै पनि हामीले सुन्यौँ कि हामी उहाँका घरानाका मानिसहरू होइन। अनि हामी घरानाका मानिसहरूले उहाँको आवाजलाई सुनेको, उहाँले कता हामीलाई डोर्याउन चाहनुहुन्छ, कुन मार्गमा डोर्याउन चाहनुहुन्छ, त्यतातिर हामी त्यो आवाज सुनेर त्यतातिर डोरिएको चाहिँ उहाँले चाहनुहुन्छ होइन। त्यही अत्यन्तै अद्भुत कुरा थियो कि जब हामी परमेश्वरलाई सुन्छौँ भने हामी उहाँलाई अनुभव गर्छौँ होइन, उहाँलाई झन् नजिकबाट हामी उहाँको उपस्थितिलाई अनुभव गर्न सक्छौँ। यो चाहिँ सुन्दर थियो। मैले चाहिँ परमेश्वरको उपस्थितिलाई अनुभव गर्ने मौका पाएको छु। हुन्छ, धन्यवाद छ पास्टर गणेशलाई। हुन्छ, सबैलाई जय मसी। वचन अत्यन्तै सुन्दर थियो होइन। जब परमेश्वरको वचन सुन्छौँ भने चाहिँ हामी एक हिसाबले भन्नुपर्दा हामी जागृतिको महसुस गर्न सक्छौँ होइन। जब म साँच्चै सिनै पर्वत नगएर परमेश्वरसँग सङ्गति गर्थेँ अनि परमेश्वरको वचन सुन्थेँ, उसको अनुहार चाहिँ चम्किन्थ्यो होइन। अनि हाम्रो जब परमेश्वरको वचनलाई हामी सुन्छौँ भने चाहिँ हाम्रो हृदयहरू जागृति हुनसक्छ होइन। अझ हामी परमेश्वरसँग आत्मिक रूपमा अझ घनिष्ठ हुन सक्छौँ। यो चाहिँ अत्यन्तै सुन्दर कुरा। अनि पास्टर गणेशले वचन बोल्दै गर्दाखेरि मलाई एउटा व्यक्तिको विषयमा याद आइरहेको थियो होइन, नोहको विषयमा होइन। जब नोहलाई परमेश्वरले आदेश गर्नुहुन्छ जहाज बनाऊ भनेर होइन, अनि एक हिसाबले भन्नुपर्दाखेरि कहिले पानी परेको छैन होइन, अनि सुक्खा ठाउँमा कसरी जहाज बनाउने भन्ने जस्तो कल्पनाहरू आउन सक्छ। तर उसले जहाज बनाउँछ अनि परमेश्वरको वचनलाई व्यवहारिक बनाउँछ। त्यसपछि पानी पर्छ अनि त्यसपछि तहस नहस भएको हामी पाउन सक्छ अनि उनीहरू चाहिँ बाँचेको हामी पाउन सक्छ होइन। यो चाहिँ अत्यन्तै सुन्दर कुरा। जब हामी परमेश्वरको वचनलाई सुन्छौँ होइन, हामीले सुसमाचारलाई विश्वास गऱ्यौँ, सुन्यौँ, अनि हामी एक दिन अवश्य पनि स्वर्गमा हुनेछौँ। यो चाहिँ अत्यन्तै सुन्दर कुरा छ। आमेन। सबैलाई जय मसी। आज म चाहिँ धेरै खुसी छु आजको वचनले। मैले चाहिँ के महसुस गरेँ भने पहिले सबैजनालाई परमेश्वरको वचनको सुनाइद्वारा हामी विश्वासमा आएका छौँ होइन। अनि कसै न कसैले नसुनाइकन हामी विश्वासमा आएका छैनौँ र विश्वासमा आयौँ, हामीले अनुग्रह पायौँ, हाम्रो पाप क्षमा भयो। तैपनि परमेश्वरको सोच र विचारलाई हामीले सुनिराख्न आवश्यक छ भन्ने खालको सुनेर पालना गर्नु र उहाँको वचन अनुसार जिउनको लागि हामी सदा सर्वदा रहिरहन, वचन पालन गरिरहन, सुनिरहन आवश्यक छ भन्ने खालको। आमेन। जो आज हामीले सुन्ने विषयमा विभिन्न सोचहरू कमेन्ट पनि राम्रो गर्नुभएको छ होइन। हामीले परमेश्वरको उपस्थितिलाई महसुस गर्ने सिनाई पर्वतमा सुनेको कुराहरूको बारेमा पनि पास्टर मार्सलले, देवेन्द्र, पास्टर मनोज लगायत विभिन्न सोच र विचारद्वारा हामी के थियौँ त अझ बढी यसलाई मथलिएका छौँ र सुन्ने विषय चाहिँ महत्त्वपूर्ण छ। त्यसकारण तपाईँहरू वचन सुन्ने बेलामा कहिले पनि डिस्टर्ब गर्नु हुँदैन। यो चाहिँ व्यवहारिक बनाउनुहुन्छ भने तपाईँले के गर्नुपर्छ भने, अनि हामी जो कोही पनि कुलपिटमा जो कोही पनि बोल्न सक्छ, त्यहाँ जो कोही पनि हुनसक्छ, तर बोल्ने ठुलो कुरा होइन, त्यहाँ बोलिएको वचन चाहिँ ठुलो कुरा हो। बुझ्दै हुनुहुन्छ? एउटा पाइपमा पानी आउँछ तर त्यो पाइप कुनै कुरा ठुलो कुरा होइन, तर त्यहाँ आएको पानी चाहिँ महत्त्वपूर्ण हुन्छ। त्यसकारण तपाईँ र मैले वचनलाई कहिल्यै पनि हेलचक्र गर्नु हुँदैन। परमेश्वरको वचनलाई परमेश्वरले पनि आफूभन्दा माथि राख्नुभएको छ, यो कुरा हामीले थाहा पाउन आवश्यक छ। हुन्छ, आज विशेष गरेर बुद्धराज र हाम्रो माया बुद्ध मायाको घरमा घरेलु सङ्गतिमा अद्भुत परमेश्वरको वचनबाट हामीले खजना खाएको छौँ, हामी तृप्त भएको छौँ। अब केही प्रार्थनाको विषय उहाँले राख्नुहुन्छ र हामी प्रार्थना गरेर आजको यस पवित्र सभालाई अन्त गर्नेछौँ। प्रार्थनाको विषय राख्नु
आज अरू बेला भन्दा आज मलाई धेरै आशिष भएको छ होइन राम्रो लाग्यो सबैजनालाई धन्यवाद भन्न चाहन्छु परिवार सबैजनालाई यसरी सेवासँग दिँदै आउने बुद्ध जयन्ती केही छ कि भनिसक्नुभयो आमा केही छ प्रार्थनाको विषय केही छ भने मेरो नानीहरू सबै राखेको संसारको कुराहरू मुक्ति बुझाहरू ट्रेड गर्दैछ त्यहाँदेखि टाढो हुन सकोस् अनि सुमनले पढेर पनि सुखको आदिममा हुन्छ हुन्छ हामी सबैजना प्रार्थनामा सहभागी हुन्छौँ प्रार्थना गरौँ है प्रार्थना धन्यवाद जीवित परमेश्वर तपाईँको महान अनुग्रह कृपाको लागि हामी तपाईँलाई धन्यवाद चढाउँछौँ प्रभु यसरी बुद्धराजी अनि हाम्रो बुद्ध मायाको घरमा यसरी तपाईँको महिमा गर्न पायौँ परमेश्वरको वचन सुन्ने विषयमा प्रभु तपाईँ बोल्नुभयो प्रभु साँच्चै नै प्रभु सम्पूर्ण मिसनरीलाई तपाईँको वचनद्वारा आज आवाजद्वारा सुनेर आफ्नो बोलावटलाई विचार गरेका छन् प्रभु साँच्चै नै प्रभु हामी परमेश्वरको बोलावट पाएका मानिसहरू छौँ र हामी सुन्ने मानिसहरू हुन सकेका परमेश्वरको आवाजलाई विचार गर्ने मानिस हुन सकेका भने हामी प्रार्थना गर्छौँ प्रभु धन्यवाद येशू प्रभु तपाईँ कति महान हुनुहुन्छ अनुग्रह हुनुहुन्छ कृपालु हुनुहुन्छ दयालु हुनुहुन्छ प्रभु यसरी पुत्रराज भाइको छोरा लेप्ने प्रभु यसरी परमेश्वरको महिमा गर्नको लागि सङ्गतिमा बस्ने मन दिनुहोस् भनी हामी प्रार्थना गर्छौँ प्रभु तपाईँ परमेश्वरले सहायता गर्नुभएको होस् भनी हामी प्रार्थना गर्छौँ प्रभु धन्यवाद बुद्धराजी बुद्धमायालाई अनि उहाँको छोरालाई अनि बुद्धमाया आमाले जुन प्रार्थनाको विषय राख्नु भएको छ त्यो प्रार्थना तपाईँको हातमा राख्छौँ प्रभु तपाईँ परमेश्वरले प्रभु यसरी प्रभुलाई स्वीकार गरे तापनि सङ्गतिमा ताजापन आउन सकेको होस् प्रभु अनि परमेश्वरको वचन सुन्ने विषयमा चनाखो हुन सकेको होस् भनी हामी प्रार्थना गर्छौँ परम प्रभु परमेश्वर सद्रक मेसक ओबेदनको परमेश्वर याकुब येशूका परमेश्वर तब तपाईँ परमेश्वरले नै चलाउनुहुन्छ प्रभु धन्यवाद येशू प्रभु तपाईँले भन्नुभएको छ मेरा आमा को हुन् र मेरा भाइहरू को हुन् जसले मेरा वचन सुन्छन् र पालना गर्छन् तिनीहरू नै मेरा भाइ र आमा हुन् भन्नुभएको छ प्रभु साँच्चै नै तपाईँको वचन सुन्ने मानिसलाई तपाईँले एउटै घरानाको परिवार पुर्याउनु भएको छ आशिषित मानिसको रूपमा राख्नु भएको छ पिता तपाईँलाई आशिष दिनुहोस् अनुग्रहमा राख्नुहोस् भनी हामी प्रार्थना गर्छौँ प्रभु अनि यस ठाउँमा विशेष गरेर अनि प्रभु तपाईँको महिमा गर्नको निम्ति अरू मानिसहरू पनि दिनुहोस् भनी हामी प्रार्थना गर्छौँ प्रभु त अरू मानिसहरूले पनि मुक्ति पाउन सकेको हुन् भने हामी प्रार्थना गर्छौँ प्रभु धन्यवाद येशू प्रभु तपाईँ अनुग्रह हुनुहुन्छ कृपालु हुनुहुन्छ दयालु हुनुहुन्छ प्रभु धन्यवाद सम्पूर्ण कुरा तपाईँको हातमा राख्दै परमेश्वर पिताले तपाईँले हामीलाई दिनुभएको अनुग्रह कृपामा तपाईँले राख्नुहोस् प्रभु धन्यवाद छ सम्पूर्ण कुरा तपाईँको हातमा राख्दै आशिष अनुग्रह र कृपा चाहन्छौँ जीवित येशू प्रभु तपाईँकै नाउँमा आमेन जय मसीह जय मसीह